Okay. Okay. Welcome again. So this is our second lecture on machine learning. So today we'll be discussing data and features, and we'll introduce our first machine learning algorithm, LWP, also known as learning with prototypes. Right? This is a very simple algorithm. Uh, so the plan for today will start with feature extraction from raw data, how to convert raw inputs into features. Features like mathematical representations of data that algorithms can use or understand. Right? So features चाहिँ कसरी like raw data बाट चाहिँ features लाई चाहिँ कसरी बनाउँछौँ, extract कसरी गर्छौँ भने त्यो चाहिँ पढ्छौँ. For example, images चाहिँ हाम्रो raw data हुन सक्छ, right? Direct images नबुझ्न सक्छ. So we do some sort of pre-processing. So pre-processing गरेर featuresलाई चाहिँ निकाल्छौँ हामीले. जस्तै text docs can be the examples of raw data, right? अब raw data यत्तिकै पठाउँदाखेरि चाहिँ maybe raw data is very noisy, or maybe it contains lesser information, lesser percentage of information, right? They were like we need to do some pre-processing in the raw data before feeding it into the ML model, right? So how to transform the given features to make them more useful. So features extract गरिसकेपछि पनि we do some sort of transformations to make those features more useful, right? जस्तै features पनि different हुन सक्छ डेटामा. So कुनै features maybe they are more important than other features. So we'll do some sort of transformation. Okay. So first machine learning algorithm, learning with prototypes चाहिँ हामीले आजको लेक्चरमा चाहिँ इन्ट्रोड्युस गर्छौँ. Okay. So supervised learning. सुपरवाइज लर्निङ चाहिँ हामीले हिजो पनि इक्जाम्पलहरू हेरेको थियौँ. मेनली कन्सिस्ट अफ रिग्रेसन एन्ड क्लासिफिकेसन. अरू इक्जाम्पलहरू पनि हुन्छ, बट इन आवर कोर्स विल बी मेजरली लुकिङ इन्टु रिग्रेसन एन्ड क्लासिफिकेसन. ओके. सो रिग्रेसन भनेको चाहिँ वेन सुपरवाइज क्लासिफिकेसनकै इक्जाम्पल हो, बट वेन द आउटपुट इज रियल भ्याल्युड. रियल भ्याल्युड भन्नाले 1, 1.5 to 2.5 यस्तो खालको फ्लोटिङ पोइन्ट भ्यालु. अब कम्प्युटर साइन्स पढ्ने स्टुडेन्टहरूले चाहिँ फ्लोटिङ पोइन्ट भनेर बुझ्दा, इफ फ्लोटिङ पोइन्ट अथवा डेसिमलवाला भ्याल्युज आउँदैछ भने दिज आर कल्ड रियल भ्याल्युड. अथवा इन्टिजरहरू चाहिँ 1 2 3 4 हुन्छ, राइट? अब डेसिमल भनेको डेसिमल पनि इन्भल्भ भयो भने चाहिँ दे आर कल्ड रियल भ्याल्युज, राइट? सो रियल भ्याल्युड हामीलाई चाहिँ आउटपुट चाहिएको छ भने चाहिँ वी युज रिग्रेसन. फर इक्जाम्पल क्यान बी लाइक जस्तै एउटा इमेज छ हामीसँग, यो कुकुरको इमेज छ. सो इमेजबाट चाहिँ वी निड टु प्रेडिक्ट द वेट अफ द डग, राइट? एउटा डगको इमेज दिएर वी निड टु बिल्ड अ मोडल द्याट प्रेडिक्ट्स द वेट अफ द डग. यस्तो टाइपको वेट भनेको चाहिँ एउटा रियल भ्याल्युड क्वान्टिटी हो, राइट? वेट क्यान बी 45.4 kgs. यस्तो रियल भ्यालुमा चाहिँ यसको वेटलाई चाहिँ रिप्रेजेन्ट गर्न सकिन्छ. द्याट इज वाइ रिग्रेसन, यस्तो प्रब्लम चाहिँ हामीले चाहिँ रिग्रेसनबाट सल्भ गर्न सक्छौँ. त्यस्तै सिमिलरली क्लासिफिकेसन भनेको चाहिँ यसको आउटपुट चाहिँ डिस्क्रिट हुन्छ. फर इक्जाम्पल यसमा इक्जाम्पल पनि होला. इनपुट चाहिँ मैले डगकै इमेज दिएर आउटपुट चाहिँ मैले इज इट अ डग अर अ क्याट, है? डिस्क्रिट भ्याल्युज, कि त 0 कि त 1, राइट? देयर इज नो मिडल आउटपुट. जस्तै 1.5 हुन सक्दैन कि कहिले पनि, राइट? सो क्लासिफिकेसनमा चाहिँ देयर आर डिस्क्रिट क्लासेस. यस्तो डग 1 और 0लाई चाहिँ क्लासेस भन्छ. सो देयर आर डिस्क्रिट क्लासेस. सो इट इज एन इक्जाम्पल अफ डिस्क्रिट मेथड. त्यस्तै जस्तै दुईवटा मात्रै क्लास भयो भने चाहिँ इट इज कल्ड बाइनरी क्लासिफिकेसन. त्यस्तै बाइनरी दुईवटा भयो, धेरै मल्टिपल क्लासेस छ भने इट इज कल्ड मल्टी क्लास क्लासिफिकेसन. फर इक्जाम्पल त्यही डगकै इमेज दिएर मैले आउटपुटमा चाहिँ डगको कुन ब्रिड हो भनेर ब्रिड चाहिँ मैले क्लासिफाई गर्न खोजेँ भने ब्रिड क्यान हेभ मल्टिपल पोसिबिलिटिज. अब यहाँ चाहिँ क्लास चाहिँ मेरो ग्रेटर देन 2 हुने भयो. ओके. सो दिस टाइप अफ क्लासिफिकेसन इज कल्ड मल्टी क्लास क्लासिफिकेसन. ओके. त्यस्तै आई क्यान डु वान मोर इक्जाम्पल. फर इक्जाम्पल एउटा त्यही डगकै इमेज पठाएर मैले आउटपुटमा चाहिँ डग हो कि नै, और फ्लफी छ कि नै, और डग बसिरहेको छ कि स्ट्यान्डिङ छ, और वेयरिङ कलर, घाँटीमा एउटा पट्टा बाँधेको छ कि नै भनेर मल्टिपल आउटपुटहरू चाहिँ निकाल्न सक्छु, राइट? एन्ड वाट आई क्यान डु इज लाइक डग हो कि नै भनेर यसमा 1, फ्लफी छ कि नै, फ्लफी यो इमेजमा चाहिँ फ्लफी छ मेबी. सो यसले पनि मैले 1 दिएँ. सिटिङ, यो यसमा स्ट्यान्ड सिटिङ छ, यसमा पनि 1 दिएँ मैले. वेयरिङ कलर चाहिँ लगाएको छैन, यसमा 0 दिएँ. यस्तो टाइपले फ्रेज गर्न पनि सक्छु मैले प्रब्लम. अथवा यस्तो टाइपको फ्रेजिङ प्रब्लमलाई चाहिँ मल्टी लेभल क्लासिफिकेसन भनिन्छ. फर इक्जाम्पल यहाँ लेखेको पनि होला. सो मल्टी लेभल क्लासिफिकेसन.
एउटा जस्तै क्लासिफिकेसनमा आइदर इट्स अ डग अर क्याट, राइट? इट क्यान बी वान अफ द भ्याल्युज, कि त डग हुनसक्छ कि त क्याट हुनसक्छ. सो माई भेक्टर बिकम्स वान हट. जस्तै मैले एउटा भेक्टर बनायो भने 1 र 0 मेरो भेक्टर भयो भने दिस टाइप अफ भेक्टर्स आर कल्ड वान हट भेक्टर्स. वान हट भेक्टर्स भनेर हामीले रिफ्रेसर स्लाइड्समा चाहिँ डिस्कस गरिसकेका छौँ. सो इन अ भेक्टर if only one value is positive and rest of the all values are negative, त्यस्तो भेक्टरहरूलाई चाहिँ वान हट भेक्टर भनिन्छ. फर एक्जाम्पलको केसमा मेरो 5 डिमेन्सनल भेक्टर छ 0 0 0 1 0 0 0. यस्तो टाइपको भेक्टर छ भने एउटा मात्रै भ्यालु 1 छ, अरू सबै नेगेटिभ छ, अरू सबै 0 छ भने यस्तो टाइपको भेक्टर्सहरूलाई चाहिँ वान हट भेक्टर्स भनिन्छ. वान हट भेक्टर्स चाहिँ क्लासिफिकेसनमा चाहिँ वान हट भेक्टर्सको आउटपुट निकाल्न सकिन्छ. बट यदि हामीलाई मल्टिपल आउटपुट चाहिएको छ, जस्तै डग हो कि नै, अथवा फ्लफी छ कि नै, अथवा सेटिङ छ कि नै, कलर वेयर गरिरहेको छ कि नै, यस्तो टाइपको क्लासिफिकेसन प्रब्लम फ्रेज गर्न पनि मिल्छ. यसलाई चाहिँ मल्टी लेभल क्लासिफिकेसन भनिन्छ. यस्तो माथिको यो वान हट आउनलाई चाहिँ मल्टी क्लास क्लासिफिकेसन भनिन्छ. ओके, यो मल्टी क्लास र मल्टी लेभलको डिफरेन्स बुझ्नु भयो? थम्स अप इफ यु हेभ understood it. If not, give it a thumbs down. I'll explain this once again. Thumbs up. मल्टी लेभल र मल्टी क्लास क्लासिफिकेसनको डिफरेन्स बुझ्नुभयो यो? ओके, म फेरि भन्छु है त. सो मल्टी क्लास क्लासिफिकेसनमा चाहिँ के हुन्छ भन्दा, लेट मी इरेज दिस थिङ्स. ओके, सो सुरुमा लेट मी अगेन स्टार्ट फ्रम बाइनरी क्लासिफिकेसन. ओके, सो एउटा मसँग डगको इमेज छ, एन्ड यो डगको इमेज हेरेर आई निड टु ट्रेन अ मोडल द्याट क्यान क्लासिफाई द इमेज इन्टु डग अर क्याट. दुईवटा मेरो क्लास छ, राइट? कि त डग हो कि त क्याट हो भनेर चाहिँ मैले आउटपुट निकाल्नु पऱ्यो भने सच टाइप अफ क्लासिफिकेसन इज कल्ड बाइनरी क्लासिफिकेसन. बाइनरी बिकज देयर आर टु क्लासेस, राइट? त्यस्तै मसँग त्यही डगको इमेज छ, एन्ड आई निड टु प्रेडिक्ट द ब्रिड अफ द डग, राइट? ब्रिड अफ द डग चाहिँ डिफ्रेन्ट हुनसक्छ. मेबी जर्मन शेफर्ड होला, अर मेबी पग होला, राइट? अरू डिफ्रेन्ट टाइपको ब्रिडहरू हुन्छ, राइट? सो my number of classes becomes greater than 2, right? Classes चाहिँ एउटा चाहिँ जर्मन शेफर्ड होला, जर्मन शेफर्ड, अर्को चाहिँ पग होला, अर्को चाहिँ के हुन्छ डगको ब्रिडहरू, के हुन्छ अरू समथिङ एल्स. लाइक जस्तै मसँग 5वटा डगको ब्रिड छ, लाइक मेरो मोडलले चाहिँ 5वटा डगको ब्रिडहरूले चाहिँ क्लासिफाई गर्न सक्छ भने यस्तो टाइपको क्लासिफिकेसनलाई चाहिँ मल्टी क्लास क्लासिफिकेसन भयो. अब यो क्लासिफाई गर्दाखेरि मेरो डगले चाहिँ एउटा मात्रै भ्यालु लिन सक्छ नि त. लाइक आइदर माई डग इज जर्मन शेफर्ड, अर माई डग इज पग, अर माई डग इज समथिङ एल्स. लाइक एउटा मात्रै ब्रिडको हुनसक्छ क्या डग. लाइक एउटा डग मल्टिपल ब्रिडको हुन चाहिँ सक्दैन नि, राइट? सो यस्तो प्रब्लम यस्तो इफ माई सो इफ माई डग इज जर्मन शेफर्ड एन्ड माई देयर आर 5 क्लासेस, त्यस्तो भयो भने चाहिँ 1 0 0 0 0 यस्तो खालको मसँग आउटपुट भेक्टर आउँछ क्या. 4वटा क्लासेसको चाहिँ 0 भयो, बिकज दे आर नट दोज क्लासेस. माई डग डजन्ट बिलोङ टु दोज क्लासेस. बट जर्मन शेफर्डको लागि चाहिँ मैले 1 गराइदिएँ. यसको भन्नुको मतलब माई डग बिलोङ्स टु जर्मन शेफर्ड क्लास एन्ड इट डजन्ट बिलोङ टु अदर क्लासेस, राइट? यो कुरा बुझ्नु भयो? यसरी चाहिँ वान हट भयो कि यो चाहिँ क्या. लाइक my dog can belong to just one breed and it cannot belong to some other breed. Like multiple breeds हरुमा चाहिँ डिपेन्ड गर्न सक्दैन. बट जस्तै अब जस्तै मैले एउटा त्यही डगकै इमेज लिएँ, राइट? अब मैले त्यसलाई डग हो कि नै भनेर पनि क्लासिफाई गर्छु. लाइक मल्टिपल टास्कहरू छ क्या यहाँ चाहिँ क्या, राइट? डग हो कि नै भनेर पनि क्लासिफाई गर्छु. मतलब यो इमेज डग छ भने मेरो आउटपुटमा यहाँ डग हो कि नै भन्दाखेरि 1 आयो, राइट? फ्लफी छ कि नै भनेर 1 or 0 गर्दाखेरि फ्लफी पनि छ मेरो डग, राइट? सिटिङ छ कि स्ट्यान्डिङ छ भनेर गर्दाखेरि सिटिङ पनि छ, त्यही भएर यहाँ पनि 1 दिएँ मैले. वेयरिङ कलर छ कि नै, कलर लगाएको छ कि नै, यहाँ कलर लगाएको थियो भने यसलाई म 1 गर्थेँ. अहिले कलर लगाएको छैन, त्यही भएर यसलाई मैले 0 गरिदिएँ. सो अब माई आउटपुट भेक्टर्स बिकम 1, 1, 1, 0. 4वटा क्लास छ मेरो, त्यही भएर 1 1 1 0 भयो. इट इज अ बाइनरी भेक्टर. बाइनरी किनकि कि त 0 छ यसको आउटपुट, कि त 1 छ, हैन? यस्तो केसलाई चाहिँ बाइनरी भन्छ. तर 1 हट चाहिँ छैन क्या. यसमा चाहिँ मल्टिपल 1 भ्यालु छन्, त्यही भएर यस्तो भेक्टर्सहरूलाई चाहिँ 1 हट भेक्टर्स चाहिँ भन्न सकिँदैन क्या, राइट? 1 हट नभएको केसमा, बाइनरी मात्रै भएको केसमा, लाइक 1 हट भेक्टर पनि मेरो बाइनरी भेक्टर नै हो. कि त आउटपुट 1 आउँछ कि त आउटपुट 0 आउँछ, हैन?
यो पनि बाइनरी भेक्टर नै हो बाइनरी भेक्टरमा अझै एउटा कन्डिसन एड गरिदिएँ मैले एउटा मात्रै 1 छ बाकी सबै 0 छ भने यसलाई चाहिँ वन हट भेक्टर्स भनिन्छ राइट मल्टिपल 1 भ्यालुजहरु छ भने यसलाई चाहिँ वन हट भेक्टर भन्न मिल्दैन ओके सो इफ मल्टिपल क्लासेसमा करेक्ट छ भने यस्तो यस्तो टाइपको उसलाई चाहिँ मैले चाहिँ मल्टी लेभल क्लासिफिकेसन हुने भनिन्छ क्या यस्तो खालको प्रब्लम सेटअपलाई चाहिँ ओके अब बुझ्नु है इफ नट लेट मी एक्सप्लेन इट अगेन ओके ठिक छ ल त्यस्तै मल्टी लेबल बुझ्यो राइट सो यहाँ चाहिँ लेबल्स चाहिँ ग्रेटर देन 1 भयो अरे फर इच बाइनरी यो इच बाइनरीको लागि मसँग यहाँ 4 वटा बाइनरी क्लासेसहरु छ राइट सो लेबल्स चाहिँ मोर देन 1 भयो यसको लागि 1 भयो यसको लागि पनि 1 भयो यसको लागि 1 भयो यसको लागि 0 भयो सो इफ लेबल चाहिँ एउटा मात्रै हुन्थ्यो भने दैट वुड बी मा मल्टी क्लास क्लासिफिकेसन बट मल्टिपल 1 आउटपुट भने त्यसलाई चाहिँ मल्टी लेभल क्लासिफिकेसन भनिन्छ के फर एक्जाम्पल मैले एउटा ब्लग लेखेँ राइट एउटा ब्लग लेखेँ अब ब्लग क्यान बी मैले ब्लगको मलाई ट्यागहरु चाहिँ डिसाइड गर्नु पर्यो के ब्लग क्यान बी थ्रिलर ब्लग पनि हुन सक्यो राइट ब्लग क्यान बी एट द सेम टाइम के ड्रामा पनि हुन सक्यो एट द सेम टाइम रोमान्टिक पनि हुन सक्यो एउटै ब्लग अथवा ब्लग पनि नहुने एउटा मुभी हैन एउटा मुभी क्यान with thriller or drama or romantic all at the same time के एउटै मुभी यो तीनटै हुन सक्छ राइट यस्तो प्रब्लम सल्भ गरे भने चाहिँ मैले दिस इज माई मल्टी लेभल क्लासिफिकेसन एक्जाम्पल चाहिँ मल्टी लेभल क्लासिफिकेसनको हो के राइट तर इफ आई फ्रेज द प्रब्लम इज द मुभी गुड अर ब्याड हैन कि त गुड हुन सक्छ कि त ब्याड हुन सक्छ हैन त्यस्तो खालको कि त एउटा मात्रै हुन सक्ने सम्भावनामा छ भने दैट इज कल्ड मल्टी क्लास क्लासिफिकेसन ओके यो बुझ्नु है मल्टी लेभल र मल्टी क्लास ओके सो लेबल इज अ बाइनरी भेक्टर अफ लेन्थ l हैन जतिवटा क्लास छ मेरो त्यही भ्यालुको चाहिँ मेरो l हुन्छ त्यस्तै l इज 4 इन दिस केस जस्तै यहाँ चाहिँ एउटा डग हो कि नै फ्लफी छ कि नै सेटिङ छ कि नै वेयरिङ कलर छ कि नै भन्दा l चाहिँ मेरो 4 भयो नम्बर अफ लेबल्स है l भनेको सो मल्टी लेभल क्लासिफिकेसन इज अल्सो कल्ड ट्यागिङ ओके okay so apart from regression and classification there are other types of supervised learning too such as ranking just say मैले चाहिँ maybe मसँग multiple dogs हरुको चाहिँ फोटो छ right and I need to rank them in terms of their weights हैन weight चाहिँ कतिको मोटो छ त्यो हिसाबले चाहिँ मलाई र्याङ्क गर्न पर्यो त्यस्तो टाइपको प्रब्लम पनि सल्भ हुन्छ दिस इज कल्ड अ र्याङ्किङ प्रब्लम right अहिले चाहिँ in our course we'll be just discussing about regression and classification okay ranking त्यस्तो टाइपको प्रब्लम पनि सल्भ गर्न मिल्छ and as I mentioned before multi class classification ले चाहिँ यसमा चाहिँ one hot vector आउँछ right for k classes तर मल्टी लेभलमा छ भने चाहिँ one hot चाहिँ आउँदैन just binary मात्र आउँछ okay let me move forward data and features so machine learning algorithms require a numeric feature representation of the inputs भनेको हाम्रो अघिको केसमा इमेज थियो इनपुट राइट सो अब इमेजलाई चाहिँ हामीले नम्बरको फर्ममा चाहिँ रिप्रेजेन्ट गर्नु पर्यो बिकज द मसिन अन्डरस्ट्यान्ड्स दिस नम्बर्स राइट इमेज चाहिँ बुझ्दैन त्यसले सो व्हाट वी डू इज इमेजबाट चाहिँ नम्बरमा चाहिँ कसरी चेन्ज गर्ने कसरी ट्रान्सफर्म गर्ने दैट इज कल्ड फीचर रिप्रेजेन्टेसन ओके सो फीचर रिप्रेजेन्टेसन features represent semantics of the inputs being able to extract good features is the key to success of ML algorithms okay so features are important for example मसँग different data छ right different data मान्छेको डेटा मानौँला अहिले मसँग हाम्रो weight छ मान्छेको height छ मान्छेको color छ maybe मान्छेको gender छ and मान्छेको salary छ right and final मेरो आउटपुट चाहिँ मेरो maybe BMI हो right BMI भनेको body mass index right अब body mass index find गर्न छ भने मलाई चाहिँ मान्छेको कलर मान्छेको जेन्डर मान्छेको स्यालेरी यो केही पनि चाहिदैन कुराहरु लाइक I can just take weight and height to determine the BMI of a person right so यसमा चाहिँ फिचर्सहरु चाहिँ यो सबै फिचर नै हो राइट फिचर्स रिप्रेजेन्ट द सिमेन्टिक्स अफ द इनपुट लाइक यो सबै बिकम्स माई इनपुट अब
इच फिचरले चाहिँ मेरो एउटा केही मिनिङ भनिरहेको छ क्या फर इक्जाम्पल वेट फिचरले चाहिँ म कति भारी छु भन्ने डिनोट गरिरहेको छ हाइट फिचरले चाहिँ म कति अग्लो छु भनेर डिनोट गरिरहेको छ कलरले चाहिँ म कतिको कालो छु कालो र गोरुको इन्डेक्समा म कतिको कालो छु म कतिको गोरु छु भनेर डिनोट गरिरहेको छ सो इच फिचर रिप्रेजेन्ट द सिमेन्टिक्स अफ द इनपुट यो सबै चाहिँ इनपुट हो मेरो यति सबै चाहिँ मेरो इनपुट हो एन्ड इच फिचर रिप्रेजेन्ट्स माई सिमेन्टिक्स ओके त्यस्तै features can be obtained using one or two approaches right so एउटा अप्रोच चाहिँ के हुन्छ भन्दा म्यानुअली नै फिचर एक्सट्र्याक्ट गर्ने म्यानुअली चाहिँ कसरी गर्न सकिन्छ भनेर पनि पढ्छौँ हामी नेक्स्ट इज अटोमेटिङ द फिचर लर्निङ प्रोसेस युजिङ डिप लर्निङको बारेमा हिजो अलिअलि हामीले डिस्क्राइब पनि गऱ्यौँ राइट एउटा चाहिँ म्यानुअली सेलेक्टिङ द फिचर्स राइट अर्को चाहिँ लर्निङ द फिचर्स राइट so in this course we'll be only discussing about approach 1 हामीले चाहिँ हामीले म्यानुअली चाहिँ र इनपुट्सबाट फिचरहरू एक्सट्र्याक्ट कसरी गर्छौँ त्यो मात्रै पढ्छौँ यो कोर्समा चाहिँ डिप लर्निङको कोर्स मेबी यो कोर्स सकेपछि नेक्स्ट कोर्समा चाहिँ हाउ अ डिप लर्निङ नेटवर्क एक्सट्र्याक्ट्स फिचर्स फ्रम र इनपुट्स त्यो चाहिँ पढ्न सकियो हामीले ओके सो फर द फर्स्ट फ्यु लेक्चर्स सुरुमै चाहिँ लाइक आई अज्युम कि समवन हेज अलरेडी गिभन अस सम फिचर्स लाइक सुरुमा चाहिँ एल्गोरिदम पढौँ हामीले त्यसपछि चाहिँ मेबी विल डिस्कस हाउ फिचर्स आर एक्सट्र्याक्टेड अहिलेको लागि चाहिँ यो पनि ब्ल्याक बक्स राखौँ okay so for few first few lectures we'll assume someone has already given us the features and we'll just be using these features and training our machine learning model okay approach 2 is for approach 2 is what is followed in deep learning को कुराहरु हामीले हिजो पनि गरेको थियौं राइट deep learning मा चाहिँ म्यानुअली एक्सट्र्याक्ट गर्न पर्दैन the network learns the feature in itself right so त्यस्तै moving forward feature extraction for image data so एउटा example चाहिँ image data raw data छ भने how do we extract features from that raw data यो example हरु हेरौँ है so a very simple एकदमै डमी एक्जाम्पल हो एकदम सिम्पल अप्रोच हो इट्स फ्ल्याटनिङ राइट फर एक्जाम्पल एउटा इमेज मेरो इमेज भनेको n by n शेपको एउटा म्याट्रिक्स नै हो राइट हरेक image can be divided into pixels right multiple pixel होला maybe like मेरो एउटा चाहिँ standard HD हुन्छ नि 1024 by 1024 size को एउटा image छ भने what this means is 1024 वटा मेरो rows छ 1024 वटा columns छ and each column has some value त्यो चाहिँ that gives that forms my image right त्यति मात्रै त हो नि राइट अब मेरो कलरफुल इमेज चाहिँ n by n मैट्रिक्स चाहिँ हुँदैन n by n into 3 मतलब RGB तीनवटा च्यानलहरु छ राइट अब यस्तै मैले एउटा इमेजलाई चाहिँ मैले RGB तीनवटा च्यानलमा चाहिँ मैले बनाउन सक्छु राइट यो तीनटै चाहिँ 1024 into 1024 यही साइजको चाहिँ हुन्छ मैले एउटा कलरफुल इमेजलाई RGB तीनवटा च्यानलमा डिवाइड गर्न सक्छु यो यति कुरा बुझ्नुहुन्छ राइट सो इच च्यानलको साइज पनि 1024 नै हुन्छ राइट यो चाहिँ मेरो रेड बडी यसमा चाहिँ देखिएला त्यस्तै यसमा चाहिँ मेरो ग्रीन बडी देखिएला यसमा चाहिँ मेरो ब्लू बडी देखिएला RGB तीनवटा गर्न सके राइट अब मैले 1024 by 1024 एउटा म्याट्रिक्स लिन भन्दा आई फ्ल्याटन द म्याट्रिक्स यो चाहिँ मेरो अब एउटा चाहिँ ब्लू वाला म्याट्रिक्स आयो मेरो एउटा चाहिँ रेड वाला आयो एउटा चाहिँ ग्रीन वाला आयो यसरी म्याट्रिक्स नलिएर चाहिँ मैले चाहिँ रोज बनाए म्याट्रिक्सको फर एक्जाम्पल मैले सुरुमा फर्स्ट रो लिए फर्स्ट रो यहाँसम्म लिए त्यसपछि सेकेन्ड रोको लागि फेरि यहाँबाट यहाँ गराइदिएँ क्या यसरी टाइप फ्ल्याटन गराएँ कि मैले 2D म्याट्रिक्सलाई चाहिँ फ्ल्याट गरेर 1D भेक्टर बनाएँ यस्तो गराउन सक्छु म यो गरा फ्ल्याटनिङ गरेको बुझ्नु भयो थम्स डाउन सो अब मेरो इमेज बिकम्स यस्तो टाइपको फिचर्सहरु भनेको यो चाहिँ रेड वाला फिचर भयो यो चाहिँ ग्रीन वाला फिचर भयो यो चाहिँ ब्लू वाला फिचर भयो क्या अब मैले एउटा इमेजलाई चाहिँ मैले फिचर रिप्रेजेन्टेसन एउटा बनाएँ के मैले यस्तो टाइपको यो बुझ्नु हाउ आई डिड फ्ल्याटनिङ
फ्ल्याटनिङ अगेन जस्तै मसँग तीनवटा थियो राइट, आरजिबी तीनवटा म्याट्रिक्स थियो राइट, म्याट्रिक्सबाट चाहिँ मैले फ्ल्याटन गरेर तीनवटा भेक्टर्स बनाएँ. ओके, सो दिस इज फ्ल्याटनिङ. अब यसरी मतलब अब नाउ व्हाट आई क्यान डु इज लाइक अब यो तीनवटा फिचर्सलाई चाहिँ मैले एमएल मोडलमा दिन सक्छु क्या, राइट. सो यसरी चाहिँ फिचर यो चाहिँ इट्स अ भेरी सिम्पल एक्जाम्पल अफ फिचर एक्सट्र्याक्सन. मतलब इमेजबाट चाहिँ मैले फिचर्सहरू एक्सट्र्याक्ट गरेँ क्या. फिचर्स तीनवटा फिचर मेरो के भयो, एउटा आर भयो, एउटा जी भयो, एउटा बी भयो. Okay, this is a very dummy example. It doesn't work well, but still a very basic example for teaching students, right? This thing. Question here, right? 2D to 1D how? Okay. So 2D to 1D गर्न सकिन्छ. For example, 1 2 3 4 5 6 7 8 9 यस्तो खालको मेरो 2D म्याट्रिक्स छ भने what I can do is सुरुमा चाहिँ 1 2 3 यस्तो खालको एउटा रो बनाएँ मैले. एउटा रोलाई चाहिँ यस्तो खालको कलम बनाएँ राइट. अब यसैमा मैले थप्दिएँ. सेकेन्ड रोलाई पनि मैले यहाँबाट यहाँसम्म थप्दिएँ 4 5 6 राइट. अब त्यस्तै 7 8 9 लाई पनि मैले यसैमा थप्दिएँ 7 8 9 राइट. सो 3/3 म्याट्रिक्सलाई चाहिँ मैले 9/1 रो बनाएँ मैले. यसरी चाहिँ यु क्यान फ्ल्याटन इट. यो बुझ्नु फ्ल्याटन गरेको. ओके, सो त्यही कुरा चाहिँ मैले अघि नै इमेजमा चाहिँ गरेको थिएँ राइट. सो 1024/1024 को इमेज थियो. यसलाई चाहिँ मैले यसरी फ्ल्याटन गरेर 1D मा बनाएँ. ओके, त्यस्तै फिचर एक्सट्र्याक्सन फर इमेज डेटा यो हामीले गऱ्यौँ अरे. ओके, सो यस्तो खालको इमेज छ. 7/7 पिक्सल साइजको मेरो इमेज थियो भने आई क्यान मेक इट 49/1 को मैले एउटा भेक्टर बनाउन सक्छु राइट. अब मैले चाहिँ अघि नै तीनवटा आरजिबी च्यानलको गरेर देखाएँ. यसमा चाहिँ मेबी सपोज एउटा मात्र च्यानल छ भने आई गेट अ भेक्टर लाइक दिस. नाउ दिस बिकम्स माई फिचर रिप्रेजेन्टेसन राइट. त्यस्तै हिस्टोग्राम जस्तै मैले आरजिबी जस्तै आरजिबी एउटा फिचर भयो राइट. त्यस्तै मैले इमेजको एउटा हिस्टोग्राम प्लट गराउन पनि सक्छु राइट. इमेजबाट मैले चाहिँ एउटा हिस्टोग्राम बनाउन सक्छु. एन्ड हिस्टोग्रामका मेरा जुन बिनहरू हुन्छन्, हिस्टोग्रामका मेरा जुन बिनहरू हुन्छन्, एउटा बिन, दुईवटा बिन, तिनवटा बिन, चारवटा बिन. सो द बिन्स अफ माई हिस्टोग्राम क्यान एक्ट लाइक माई फिचर्स. ओके, यो एउटा अमेजिङ अप्रोच छ कम्प्युटर भिजनमा. HOG हुन्छ क्या, हिस्टोग्राम अफ ग्रेडियन्ट्स भन्ने. हिस्टोग्राम अफ ग्रेडियन्ट्सले चाहिँ के गर्छ भन्दाखेरि पहिला इमेजको चाहिँ हिस्टोग्राम बनाउँछ अनि हिस्टोग्राम चाहिँ कसरी चेन्ज भइरहेको छ. हिस्टोग्राम जस्तै यो एउटा प्रेडिक्टेड सरी, सो मेरो एउटा प्रेडिक्टेड इमेजको चाहिँ एउटा हिस्टोग्राम भनौँ. मेरो एउटा टार्गेट इमेजको सर्टेन केही हिस्टोग्राम होला राइट. अब यो हिस्टोग्रामहरूको चाहिँ हिस्टोग्रामको चाहिँ डिफरेन्स निकालेर अनि हिस्टोग्राममा चाहिँ ब्याक प्रोपगेसन चलाउँछ. सो दिस मेथड इज कल्ड हिस्टोग्राम अफ ग्रेडियन्ट्स मेथड. यो चाहिँ कम्प्युटर भिजनको चाहिँ स्पेसल टेक्निक हो. लाइक वी वन्ट बी डिस्कसिङ दिस इन आवर लेक्चर, बट दिस क्यान बी डन. यति भनेर मात्र बुझाउन. ओके, सो हिस्टोग्राम्सले पनि भिजुअल प्याटर्न्सहरूको लागि चाहिँ डिनोट गराउँछ. सो हिस्टोग्राम क्यान अल्सो एक्ट एज माई फिचर्स. जसरी मैले यहाँ चाहिँ 2D म्याट्रिक्सलाई चाहिँ 1D बनाएँ, त्यसै गरी यो चाहिँ एउटा इक्जाम्पल भयो. अर्को इक्जाम्पल वुड बी हिस्टोग्रामबाट चाहिँ. ओके, सो एउटा आरजिबी यस्तो इमेज छ, यसको लागि चाहिँ मैले एउटा हिस्टोग्राम बनाउन सकेँ. एन्ड द बिन्स अफ हिस्टोग्राम एक्ट्स लाइक माई फिचर्स. ओके, यो बुझ्नु हिस्टोग्रामवाला कुराहरू. Okay, so maybe I can zoom it. So suppose these are the typical patterns seen in the images in the data set. Some domain expert may have told us like मतलब एउटा चाहिँ यस्तो खालको प्याटर्न छ, एउटा चाहिँ यस्तो खालको प्याटर्न छ, एउटा चाहिँ यस्तो खालको प्याटर्न छ. यो प्याटर्नको चाहिँ यति साइज छ, यति पावर होला, यो प्याटर्नको चाहिँ यति पावर छ. यस्तो यस्तो चाहिँ मैले एउटा हिस्टोग्राम प्लट गर्न सक्छु. दिस इज जस्ट हिस्टोग्राम प्लटिङ. लाइक दिस इज नथिङ टु कम्प्लेक्स. हिस्टोग्राम if you have used प्रोफेसनल क्यामेरा, कसैले चाहिँ DSLR जस्तो क्यामेरा इमेजबाट हिस्टोग्राम चाहिँ कसरी हुन्छ. ओके, सो यहाँ चाहिँ देखाएको छ. फर इक्जाम्पल
यसलाई पनि मैले हटाएँ त फर इक्जाम्पल एउटा यस्तो पुतलीको इमेज छ राइट पुतली र फुलको इमेज छ राइट सो यस्ता यस्ता इमेजहरू मसँग धेरै होलान् राइट एन्ड इच इमेजमा यस्तो सर्टेन प्याटर्न्सहरू होलान् राइट यहाँ चाहिँ सानो सानो प्याटर्नहरू देखिएका छन् राइट अब यस्ता प्याटर्नहरू चाहिँ कतिवटा छन् भनेर यता मैले फ्रिक्वेन्सी डिनोट गर्न सक्छु राइट एउटा एभ्री प्याटर्नको लागि केही न केही फ्रिक्वेन्सी त हुन्छ इमेजमा राइट यस्तो खालको प्याटर्न चाहिँ बनाउन सक्छु फर इक्जाम्पल यो प्याटर्न चाहिँ मेरो एक्स फ्रिक्वेन्सीसम्म लाग्यो यो प्याटर्न चाहिँ मेरो वाइ फ्रिक्वेन्सीवटा रहेछ इमेजमा यस्तो गरेर चाहिँ एउटा हिस्टोग्राम बनाउन सकिन्छ इमेजबाट हिस्टोग्राम ओके यो बुझ्नु ओके ग्रेट त्यस्तै So the bar heights of the histogram denote how the frequency of occurrence, right? Frequency को कुरा गरेँ मैले यो प्याटर्नहरु चाहिँ कति फ्रिक्वेन्टली अकर गरिरहेको छ त्यो इमेजमा भनेर फ्रिक्वेन्सीले जनाउँछ यो y axis ले चाहिँ of each patterns given in the image. This vector of frequencies can be used as the extracted feature vector for this image. So each bin को चाहिँ केही न केही फ्रिक्वेन्सी हुन्छ राइट सो यसको फ्रिक्वेन्सीहरु पनि त्यो इमेजको एउटा फिचरको जस्तो को रूपमा चाहिँ युज गर्न सकिन्छ ओके त्यस्तै these patterns can also be discovered by some feature learning algorithm जस्तै यो feature learning चाहिँ deep learning मा हुन्छ deep learning को कुरा चाहिँ हामी पछि हेरौँ है so many other manual feature techniques can be seen in computer vision मा चाहिँ यस्ता different manual feature extraction like यो deep learning famous हुन थालेको भनेको त like recent 10 years मा हो नि त राइट बट मसिन लर्निङ फिल्ड चाहिँ धेरै पहिलाबाट चलिरहेको छ सो फर इक्जाम्पल यहाँ सिफ्ट एचओजी सिफ्ट भनेको चाहिँ स्केल इन्भेरिएन्ट फिचर ट्रान्सफर्मेसन यस्तो सिफ्ट भन्ने चाहिँ एउटा अर्को मेथड छ एचओजी मैले भनिहालेँ हिस्टोग्राम अफ ग्रेडियन्ट्समा हुन्छ यस्ता खालका अरू टेक्निक्सहरू पनि छन् विच क्यान बी युज फर फिचर एक्सट्र्याक्सन okay so feature extraction चाहिँ it's really popular in computer vision अरूमा पनि छ natural language processing मा पनि छ let's now look at the example of NLP okay so text बाट चाहिँ इमेजहरू कसरी टेक्स्ट को फिचर चाहिँ कसरी एक्सट्र्याक्ट गर्न सकिन्छ त्यो पनि सिक्न सकिन्छ है त सो यहाँ चाहिँ सुरुमा चाहिँ अरु के रहेछ सो स्पार्स कोडिङ मेथड क्यान अल्सो बी लर्न युज टु लर्न गुड फिचर्स स्पार्स कोडिङ भनेको चाहिँ अझै इमेजमै छौँ हामी एकछिन पछि चाहिँ टेक्स्ट गरौँ होला सो फर इक्जाम्पल जस्तै मलाई डिजिट रिकग्निसन मोडल बनाउनु छ राइट भनेपछि मैले चाहिँ छुट्टै छुट्टै फिचर्स कस्तो बनाउन सक्छु भन्दा कुनै डिजिटमा मेरो यस्तो आर्क होला राइट कुनै डिजिटमा मेरो यस्तो खालको आर्क होला कुनैमा यस्तो खालको आर्क होला राइट यस्तो आर्कहरू चाहिँ इट्स कन्स्ट्यान्ट अक्रस द डिजिट्स राइट कुनैमा हुन्छ कुनैमा हुँदैन फर इक्जाम्पल यस्तो आर्क चाहिँ मेरो 3 मा पनि देखेँ मैले यस्तो देखेँ फेरि यस्तो पनि देखेँ फेरि यो वाला आर्क पनि देखेँ राइट त्यस्तै 8 मा पनि मैले यो वाला पनि देखेँ त्यस्तै यो वाला देखेँ यहाँ पनि आयो अब यही वाला यहाँ पनि आयो यस्तो आर्कहरू चाहिँ मैले बनाउन सक्छु नाउ एभ्री आर्क बिकम्स माई फिचर क्या राइट सो डिप लर्निङ नआउँदासम्म चाहिँ मान्छेहरूले यस्तै फिचरहरू बनाउँथे आफैले म्यानुअल बनाउँथे राइट अब यस्तो प्याटर्न जोडेर चाहिँ मैले नम्बर बनाउन सक्छु क्या राइट फर इक्जाम्पल 4 मा चाहिँ मेरो यस्तो कुनै पनि आर्कहरू आएन राइट अब 4 रिप्रेजेन्ट गर्दाखेरि चाहिँ इनरको केसमा चाहिँ मैले 0 0 दिन्छु क्या यो आर्क आएन यो आर्क आएन अब 4 मा चाहिँ एउटा स्ट्रेट लाइन आयो भने यसलाई चाहिँ मैले 1 भ्यालु दिन्थेँ क्या अघि नै हामीले वन हट भेक्टर्स भनेर बुझ्यौँ नि हामीले वन हट भेक्टर्स बाइनरी भेक्टर्सहरूको कुरा गऱ्यौँ नि राइट 4 लाई रिप्रेजेन्ट गर्न छ भने मैले यसको लागि चाहिँ मैले 0 गरिदिन्थेँ होला यसको लागि चाहिँ मैले 0 गरिदिन्थेँ होला फर इक्जाम्पल मेरो अझै अर्को थियो होला यस्तो खालको स्लोप भएको एउटा स्ट्रेट लाइन थियो होला त्यसमा मैले 1 गर्दिएँ यसको लागि पनि मैले 1 गरिदिएँ ओके सो यसरी चाहिँ इमेजलाई चाहिँ मैले यस्तो फिचर रिप्रेजेन्ट गराएँ क्या मैले यो बुझ्नु इमेजलाई चाहिँ कसरी फिचर्स बनाउने भनेर इमेजबाट चाहिँ कसरी फिचरको इन्फर्मेसन एक्सट्र्याक्ट गर्ने भनेर क्या जस्तै मैले सिधै इमेज पठाएँ भने चाहिँ इमेज चाहिँ हुँदैन क्या मोडलले चाहिँ क्या सो वाट आई निड टु डु इज इमेजमा के फिचरहरू छ फिचरहरूलाई चाहिँ मैले एउटा रिप्रेजेन्टेसनमा राख्छु अनि त्यो फिचरहरूको रिप्रेजेन्टेसन बल्ल मैले मसिन लर्निङ मोडलमा पठाउँछु ओके फर इक्जाम्पल यसैकोमा म आई क्यान इभन मेबी गिभ एन एक्जाम्पल
इरेज अल मेबी अझै एउटा यस्तै 4 छ राइट मेरो फिचर मानौँ यति छ अनि अझै दुईटा छ मानौँ यो र यो ओके यस्ता यस्ता फिचरहरू डिएलले आफै फिगर आउट गर्छ होइन डिप लर्निङमा चाहिँ यो आफै फिगर आउट हुन्छ आफै पनि मतलब वी निड टु टेल इट आफै गर्छ डिप लर्निङमा चाहिँ आफै गर्छ भन्दा भयो डिप लर्निङभन्दा पहिला चाहिँ यसरी हुन्थ्यो भनेर चाहिँ मैले भन्न खोजेको हो कि डिप लर्निङभन्दा पहिला पनि ह्यान्ड रिटन इमेज रिकग्निसनहरू हुन्थ्यो सो त्यतिखेर गर्दाखेरि चाहिँ यस्तो यस्तो खालको फिचर्सहरू बनाउँथ्यो मान्छेले राइट अब यो चाहिँ डिजिटको केसमा चाहिँ यस्तो खालको फिचर्स भनौँ त्यस्तै अरू जस्तै घरवाला इमेज छ भने अर्कै टाइपको फिचरहरू होला राइट त्यस्तै डिफ्रेन्ट इमेजेसको लागि डिफ्रेन्ट टाइपको फिचर बनाएर अनि दे युज टु क्लासिफाई इमेजेसको ओके सो मेबी मानौँ मेरो फिचरहरू यति मात्रै छ ओके अरे सरी फेरि स्लाइड सो हुन्छ कि नै फेरि एक मिनट है just a minute hey guys ले चाहिँ मलाई धोका दिला जस्तो छ स्लाइड गर्दै गएको डिएलले चाहिँ कसरी फिगर आउट गर्छ नि लाइक थ्रु एल्गोरिदम्स अर समथिङ एल्स डिएलमा चाहिँ फर इक्जाम्पल मेबी यहाँ इमेजकै कुरा गरिरहेछौँ भने डिप लर्निङमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा डेटा हुन्छ एउटा फिचर एक्सट्र्याक्टर हुन्छ फिचर एक्सट्र्याक्टर भन्ने हुन्छ फिचर एक्सट्र्याक्टरहरूबाट हामीले चाहिँ एउटा फिचर रिप्रेजेन्टेसन आउँछ फिचर रिप्रेजेन्टेसनले चाहिँ हामीले चाहिँ एउटा मेबी कुनै एउटा जस्तै प्रेडिक्सन गर्दैछ भने एउटा फिचर प्रेडिक्टर राखौँ न राइट अरू जस्ट प्रेडिक्टर भनेर राखौँ सो एउटा कम्पोनेन्ट एक्स्ट्रा छुट्टै चाहिँ हामीले फिचर एक्सट्र्याक्टर भनेर राख्छौँ के फर इक्जाम्पल इमेज डेटाको केस गर्दाखेरि इमेज डेटामा चाहिँ सिएनएन भन्ने हुन्छ कन्भोल्युसनल न्युरल नेटवर्क भन्ने हुन्छ क्या कन्भोल्युसनल न्युरल नेटवर्कले चाहिँ के गर्छ भन्दाखेरि एउटा इमेज छ भने इमेजलाई चाहिँ एकैचोटि पुरै लिँदैन इमेजले चाहिँ पार्टमा डिभाइड गर्छ राइट सो सुरुमा चाहिँ एउटा प्याच लिन्छ यो एउटा प्याचबाट चाहिँ अनि यहाँ फिल्टर्स भन्ने हुन्छ एउटा कुरा फिल्टर भनेको चाहिँ अघि नै हाम्रो पछिल्लो क्लासमा वेट्सहरू पढ्यौँ हामीले वेट्स राइट लिनियरको केसमा वाइ इक्वल्स टु डब्लु ट्रान्सपोज एक्स प्लस बी यसमा चाहिँ डब्लु भनेको चाहिँ वेट हुन्थ्यो त्यस्तै यसमा चाहिँ फिल्टरहरू पनि हुन्छ फिल्टर भनेको यसमा वेट्सको एनालोगसमा लेख्न सकिन्छ राइट सो फिल्टरहरू हुन्छ सो यो प्याचले चाहिँ यो फिल्टरसँग मल्टिप्लाई गरेर एउटा सानो साइजको यो ठुलो साइजको पनि हुँदैन मित्र सरी सो यत्रै साइजको गरे पनि हुन्छ ल सो जुन इमेजको साइज छ यो सानो प्याच इमेजलाई चाहिँ फिल्टरसँग मल्टिप्लाई गरेर आई गेट यो वाला कुरा जस्तै मैले ट्रान्सफर्मेसन गर्छु क्या मैले सो यसरी चाहिँ मैले सुरुमा पहिले एउटा प्रेडिक्सन निकाल्छु प्रेडिक्सन एक्स ह्याट होइन सो प्रेडिक्सन एक्स ह्याटलाई चाहिँ मैले मेरो ग्राउन्ड ट्रुथ वाइसँग चाहिँ कम्पेयर गर्छु यसरी चाहिँ मैले लस क्यालकुलेट गर्छु सो फर यो वेट्स आई गेट दिस लस भनेर यस्तो डिफ्रेन्ट वेट्सको लागि मैले चाहिँ एउटा कर्भ प्लट गर्छु यस्तो लस भर्सेस वेट कर्भ होइन एन्ड अब मिनिमम लस फाइन्ड गर्नलाई चाहिँ आई गेट दिस एल स्टार डब्लु स्टार मेबी मिनिमम लसको लागि आई गेट सम सर्ट अफ वेट एउटा कुनै फिक्स वेट पाउन सक्छु अब यो वेट चाहिँ अब नेक्स्ट पास जस्तै टेस्ट इमेजको लागि पास गर्दाखेरि चाहिँ फिल्टरको ठाउँमा मैले सिधै डब्लु स्टार राखिदिन्छु क्या मैले लर्न गरेको फिचरहरू चाहिँ सिधै राखिदिन्छु क्या मेबी लाइक अप्टिमाइजेसन हामीले हिजो पढेको थियौँ सो दिस इज यो अप्टिमाइजेसन भनेको लर्निङ नै हो क्या फिचर पनि लर्न गर्छौँ क्या हामीले चाहिँ
I don't know, like you CNN पढाउँदाखेरि चाहिँ maybe I can explain it more, but अहिले चाहिँ I'm teaching manual feature extraction, manually feature extract कसरी हुन्छ भने, if you want to study it, automatically कसरी गर्छ भन्दा CNN पढ्दा हुन्छ. CNN चाहिँ इमेज डेटा सेटमा चाहिँ CNN युज हुन्छ. त्यस्तै टेक्स्ट डेटा सेटमा चाहिँ RNN भन्ने हुन्छ, रिकरेन्ट न्युरल नेटवर्क्स. रिकरेन्ट न्युरल नेटवर्क्सको पनि अझै रिकरेन्ट न्युरल नेटवर्क्स पछि LSTMs भन्ने आउँछ, लङ सर्ट टर्म मेमोरी भन्छ यसलाई चाहिँ. लङ सर्ट टर्म मेमोरी पछि पनि GRUs भन्ने अर्को गेटेड्स रिकरेन्ट युनिट्स भन्ने अझै अर्को फिचर एक्सट्र्याक्टर आउँछ. GRU पछि पनि ट्रान्सफर्मर्स, अहिलेका मोडर्न च्याट GPT जस्ता मसिनहरूले चाहिँ, मोडलहरूले चाहिँ ट्रान्सफर्मर्स भन्ने फिचर एक्सट्र्याक्टर युज गर्छन्. यो सबै कुराहरू चाहिँ टेक्स्टमा आउने कुराहरू हुन्. CNN भनेको चाहिँ इमेजमा आउने कुराहरू हुन्. ओके, सो यस्तो यस्तो हजुरलाई DL पढ्न मन छ भने चाहिँ DLमा फिचर लर्निङ कसरी हुन्छ भनेर चाहिँ पढ्न मन छ भने CNN, RNN, LSTM, GRU, ट्रान्सफर्मर्स, यो इनर कुराहरू पढ्दा हुन्छ. ओके, सो टुडे वी आर स्टडिङ म्यानुअली चाहिँ फिचर एक्सट्र्याक्ट कसरी हुन्छ भनेर पढ्दैछौँ. ओके, यो कुरा भयो. सरी, erase all. Okay, ठिक छ, erase one. Let me cross it ahead, right? So त्यस्तै म्यानुअली मैले फिचर बनाएँ, यस्तो कुनै एउटा आर्क जस्तो बनाएँ, कुनै स्ट्रेट लाइन्स बनाएँ. सो अब मलाई 3 रिप्रेजेन्ट गर्न छ भने what I can do is 3 रिप्रेजेन्ट गर्न छ भने 1 2 3 4 5. ओके, सो 3 मा चाहिँ यस्तो स्लोपी लाइन कुनै पनि छैन, त्यही भएर यसलाई चाहिँ 0 राख्न पाएँ. 3 मा स्ट्रेट लाइन पनि कुनै पनि छैन, यसमा पनि 0 राखिदिएँ. 3 मा मेरो एउटा यस्तो लाइन छ हैन, सो त्यसो भएर यसमा चाहिँ मैले एउटा राखिदिएँ. अब 3 मा चाहिँ मेरो यस्तो वाला आर्क पनि छ, राइट? यस्तो वाला आर्क छ भनेपछि मैले यसमा पनि 1 राखिदिएँ, राइट? यस्तो खालको आर्क पनि छ, यहाँ पनि छ, मेबी यहाँ पनि छ, राइट? यसमा त्यही भएर मैले 2 राखिदिएँ, दुईटा राखिदिएँ. ओके, यो मेरो एम्प्टी राखौँ ल. त्यस्तै अब मैले 8 को लागि गराएँ त 8 को लागि फेरि 3 4 5. ओके, सो 8 मा पनि स्लोप लाइन कुनै पनि छैन, सो 0. स्ट्रेट लाइन पनि कुनै पनि छैन, सो 0, राइट? अब यस्तो खालको लाइन यहाँ छ एउटा, यहाँ छ एउटा, दुईटा छ भनेपछि मैले 2 राखिदिएँ. त्यस्तै यस्तो खालको लाइन मसँग यहाँ पनि छ, यहाँ पनि छ भनेपछि यसमा पनि 2 राखेँ. यस्तो खालको लाइन यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ, सो यसको लागि चाहिँ मैले 4 राखिदिएँ. यसरी चाहिँ मैले आई एम कन्भर्टिङ 8 इन्टु दिस सर्ट अफ फिचर्स के, राइट? त्यस्तै मैले 4 को लागि रिप्रेजेन्ट गर्न सक्छु. 4 को लागि चाहिँ यस्तो स्लोप लाइन मसँग एउटा छ भनौँ, एउटा. अब स्ट्रेट लाइन चाहिँ मसँग दुईटा छ, दुईटा. अरू आर्कहरू चाहिँ मसँग छैन. सो मैले आई एम रिप्रेजेन्टिङ माई डिजिट्स इन टर्म्स अफ फिचर्स के. यो चाहिँ दिज आर माई फिचर्स. ओके, यो फिचरमा रिप्रेजेन्ट गरेको बुझ्नु भयो? थम्स अप, थम्स डाउन. ओके, ठिक छ. सो यसरी चाहिँ अब मैले सिधै पिक्चर चाहिँ मैले चाहिँ पठाउन सक्थिनँ मोडललाई, बट नाउ द्याट आई हेभ रिप्रेजेन्टेड माई पिक्चर्स इन टर्म्स अफ नम्बर्स, न्युमेरिक रिप्रेजेन्टेसन मैले पाएँ मैले. अब नाउ आई क्यान फिट दिज नम्बर्स टु माई मसिन लर्निङ मोडल. त्यसपछि लस क्यालकुलेट गर्ने, अप्टिमाइजेसन गर्ने, त्यो कुराहरू त छँदैछ. ओके, यो चाहिँ हामीले चाहिँ जस्ट फिचर एक्सट्र्याक्सन कसरी गर्थ्यौँ त्यो मात्रै बुझिरहेको छौँ. डिप लर्निङ आउनुभन्दा पहिला चाहिँ यसरी चाहिँ म्यानुअली चाहिँ फिचर एक्सट्र्याक्सनको काम हुन्थ्यो. ओके, सो यसलाई चाहिँ मैले रिमुभ गरिदिन्छु एन्ड लेट्स मुभ फरवर्ड है त. सो इच इनपुट युजिङ अफ बाइनरी फिचर भेक्टर. बाइनरी फिचर भेक्टर भनेको 0 कि त 1. अब जस्तै अघि नै मैले बाइनरी युज गरेन, जस्तै मैले त 1 2 यदि दुईवटा थियो भने दुईटा पनि त गरेको थिएँ नि त मैले, राइट? सो यसमा चाहिँ अब त्यही प्रब्लमलाई चाहिँ बाइनरी गराएर पनि सल्भ गर्न सकिन्छ क्या. मेबी यो छ भने चाहिँ 0, यो छैन, यो छ भने चाहिँ 1, छैन भने चाहिँ 0, यस्तो बाइनरी गराएर बाइनरी गराएपछि चाहिँ मेरो फिचरहरू चाहिँ 1 0 1 0 यस्तो टाइपको आउँथ्यो. अघि नै चाहिँ मैले चाहिँ बाइनरी नगराएर मल्टिपल भ्यालुज पनि आउन सक्ने त्यसरी फ्रेज गरेँ, राइट? त्यस्तै डिप लर्निङ मेथडले चाहिँ अफर्स अ भेरी पावरफुल वे टु लर्न गुड फिचर्स. डिप लर्निङमा चाहिँ छुट्टै हामीले म्यानुअली गराउनु पर्दैन, इट लर्न्स. यसमा पनि इक्जाम्पल पनि छ यसको एउटा. सो जस्ट एज आई एक्सप्लेन, सिएनएनको केसमा चाहिँ कन्भोल्युसन न्युरल नेटवर्क्सको केसमा चाहिँ के हुन्थ्यो भन्दाखेरि एउटा इमेज छ मेरो, राइट? इमेज चाहिँ एउटा चाहिँ यो फिचर एक्सट्र्याक्टर छ अनि एउटा मेरो चाहिँ प्रेडिक्टर छ, राइट? सो फिचर सुरुमा चाहिँ सो
फोर फोर को मेरो चाहिँ इमेज छ 28/28 को. सो 28/28 को पुरै इमेज लिँदैन मैले. आई विल जस्ट टेक अ प्याच होइन, एउटा प्याच मात्रै लेख्छु मैले. अनि त्यसपछि आई पास इट थ्रु न्युमरस फिल्टर्स. यो धेरैवटा फिल्टर छ. अघि नै मैले एउटा मात्रै फिल्टर देखाएँ, धेरैवटा फिल्टर छ. आई डु सम सर्ट अफ ट्रान्सफर्मेसन्स होइन. यो एउटा म्याट्रिक्स हो, म्याट्रिक्सको ट्रान्सफर्मेसन गर्दैछु मैले होइन. अनि एट द एन्ड आई फ्ल्याटन द म्याट्रिक्स एन्ड आई गेट दिस भेक्टर होइन. अघि नै आई टोल्ड यु हाउ फ्ल्याटनिङ वर्क्स राइट. सो एउटा म्याट्रिक्सबाट चाहिँ दिस इज हाउ आई मेक अ भेक्टर. अब यो भेक्टरमा चाहिँ आई डु सम मोर ट्रान्सफर्मेसन्स एन्ड अनि अब जस्तै मलाई चाहिँ 9वटा क्लास 10वटा क्लासेसहरू छ राइट. 0देखि 0 1 2 3 4 10वटा डिजिट छ नि त बेसिकली 0देखि 9सम्म राइट. अब जस्तै यसको अब आई क्यालकुलेट प्रोबेबिलिटिज फर एभ्री क्लासेस. सो 0को प्रोबेबिलिटी धेरै भयो भने आई यस यो 4 यो इमेज चाहिँ मेरो 0को इमेज हो भनेर भन्छु. यसमा चाहिँ 4 इमेज छ, त्यही भएर 4को प्रोबेबिलिटी चाहिँ सबभन्दा हाइएस्ट होला, मेबी 0.6. अरूको चाहिँ 0.01 0.1 0.2 23 31 36 यो 0.9 09. अब यो प्रोबेबिलिटी होस्, त्यही भएर सम अफ प्रोबेबिलिटी चाहिँ जहिले पनि 1 हुन्छ राइट. अब माई हाइएस्ट प्रोबेबिलिटी जसले पाउँछ आई विल classify my data to that class. Okay, यो बुझ्नु कसरी क्लासिफिकेसन वर्क्स. यो this is how deep learning works right. Deep learning we will not be discussing in this course. Maybe once machine learning is completed, maybe we will move to deep learning. Okay, let me erase this. Let me move forward. Okay, several layers फर फिचर रिप्रेजेन्टेसनको फिचर लर्न गर्नलाई चाहिँ सेभरल लेयर्सहरू चाहिँ युज गरिन्छ. अनि लास्ट लेयरको म्याट्रिक्सलाई चाहिँ फेरि फ्ल्याटन आउट गरेर यसरी यसरी हुन्छ. यो कुराहरू चाहिँ छ यहाँ. ओके, सो त्यस्तै इमेजको लागि कुरा गऱ्यो हामीले. टेक्स्टको लागि चाहिँ कसरी फिचर एक्सट्र्याक्सन गर्न सकिन्छ. मेबी समन क्यान गिभ इट अ थट. प्रोबेबिलिटी चाहिँ कसरी एसाइन हुन्छ. ओके, सो प्रोबेबिलिटी क्यालकुलेट गर्नलाई हामीसँग सफ्टम्याक्स लजिस्टिक र सफ्टम्याक्स दुई किसिमको फङ्सनहरू हुन्छ. ओके, सो फङ्सन यहाँ मेबी आई क्यान इभन पुट इट f of x equals to 1/1 plus e power minus x. ओके, यस्तो खालको चाहिँ लजिस्टिकको फर्मुला हुन्छ. सफ्टम्याक्सको चाहिँ सफ्टम्याक्सको पनि e power x I upon summation of ij e power x ij यस्तो खालको चाहिँ मेरो सफ्टम्याक्सको फङ्सनको हुन्छ. फर इक्जाम्पल अब यसलाई चाहिँ मैले हाउ टु कन्भर्ट नम्बर्स इन्टु प्रोबेबिलिटिज. यो चाहिँ एक्स भनेको चाहिँ मेरो नम्बर्स हो होइन. नम्बरलाई चाहिँ मैले प्रोबेबिलिटीमा चाहिँ कसरी चेन्ज गर्छु यस्तो फर्मुलाहरू हो. फर इक्जाम्पल मसँग दुईवटा भ्यालु छ, मेबी दुईवटा भ्यालु छ, एउटा 0.5 छ, एउटा 0.7 छ होइन. आई निड टु कन्भर्ट दिज भ्यालुज इन्टु रेस्पेक्टिभ प्रोबेबिलिटिज होइन. प्रोबेबिलिटिजमा चाहिँ के हुन्छ रुल भनेको चाहिँ दुईवटा प्रोबेबिलिटी फाइन्ड गर्नु छ. मेबी एक्स अर्को चाहिँ 1 - x होला राइट, बिकज प्रोबेबिलिटीको चाहिँ सम चाहिँ 1 हुन्छ राइट. सो 1x + 1 - x = 1. त्यही भएर चाहिँ मलाई चाहिँ अब दुईवटा प्रोबेबिलिटी फाइन्ड गर्नु छ. इफ आई यो 0.5 लाई पनि एक्समा अनि 0.7 लाई पनि एक्समा गरेर यसरी यो एफएक्सको दुईवटा भ्यालु फाइन्ड गऱ्यो भने चाहिँ मेबी आई विल गेट अ भ्यालु लाइक 0.4 र 0.6 जसरी भ्यालु आउँछ क्या, मैले यसरी पाउँछु क्या एफएफएक्सको लागि चाहिँ क्या. सो अब 0.4 र 0.6 आर माई प्रोबेबिलिटिज क्या. ओके, आदित्य यो बुझ्नु है, लाइक हाउ यु कन्भर्ट नम्बर्स टु प्रोबेबिलिटिज. अब यो चाहिँ मेरो दुईवटा मात्रै क्लास दुईवटा मात्रै भ्यालु छ राइट. 0.5 र 0.7 दुईवटा मात्रै नम्बर छ राइट. दुईवटा मात्रै नम्बर छ भने आई क्यान युज दिस लजिस्टिक उसको फर्मुला होइन, लजिस्टिक फर्मुला. इफ आई ह्याड मल्टिपल भ्यालुज, फर इक्जाम्पल लेट मी रिमुभ इरेज अल. फर इक्जाम्पल मसँग 0.1 5.1 6.7
3.2 minus 4.5 1.1 यस्तो खालको 5 वटा 1 2 3 4 5 6 6 वटा नम्बर थियो मानौँ राइट अब 6 वटा नम्बरलाई चाहिँ आई निड टु कन्भर्ट इन्टु प्रोबाबिलिटी यस्तो चाहिँ कसरी गर्छु भन्दाखेरि इफ 0.1 लाई चाहिँ मैले यसको प्रोबाबिलिटी निकाल्नु पर्यो भने e पावर 0.1 अपन e power 0.1 plus e power 5.1 plus e power 5.6 plus e power 6.7 plus e power 3.2 plus e power 4.5 plus e power 1.1 यो जतिवटा क्लासहरु छन् यो नम्बरहरु चाहिँ यो अरु अरु क्लासहरुको चाहिँ भ्यालुहरु हो राइट e पावर e गरेर e कोले चाहिँ एक्सपोनेन्शियल गर्दिएर बेसिकली यिनीहरु सबै भ्यालुजहरुलाई चाहिँ एक्सपोनेन्शियल गर्दिएर आई गेट अ सम यो समले चाहिँ e पावर 0.1 ले चाहिँ डिवाइड गर्दैपर चाहिँ यसको चाहिँ एउटा मैले प्रोबाबिलिटी पाउँछु के ओके त्यस्तै मैले सबैको केसमा गरे भने सबैलाई चाहिँ न्युमरेटरमा राख्दै यो भ्यालुले चाहिँ डिवाइड गर्दै भने आई गेट प्रोबाबिलिटी अब प्रोबाबिलिटी चाहिँ कस्तो पाउँछु भन्दाखेरि यस्तै 7 वटा भ्यालुहरु पाउँछु मैले अब 7 वटा थियो 6 वटा थियो 1 2 3 4 5 6 6 वटा भ्यालु पाउँछु अब दिस यो 6 वटा भ्यालुको सम चाहिँ 1 हुन्छ के फेरि बिकज दिस आर प्रोबाबिलिटीज राइट अब यसरी चाहिँ जस्तै सम पनि 1 हुन्छ अनि अर्को प्रोबाबिलिटीको फिचर भनेको चाहिँ 0 देखि 1 को बीचमा रेन्ज गर्छ रे प्रोबाबिलिटीको रेन्ज चाहिँ 0 देखि 1 हुन्छ राइट सो any arbitrary set of numbers can be converted into probabilities by using logistic or softmax logistic पनि softmax कै फर्मुला हो बट बाइनरी को केसमा जस्तै दुईटा मात्रै क्लास थियो भने e पावर 0 अपन e पावर 0 प्लस e पावर 1 यस्तो खालको फर्मुला आउँछ नि सो यही नै softmax को उसमा टर्म्समा रिप्रेजेन्ट गर्नु पनि मिल्छ ओके सो softmax र logistic भनेको चाहिँ सेम कुरा हो एउटै कुरा हो ओके यो नम्बर्सबाट चाहिँ जस्तै यो भनेको त हाम्रो नम्बर्सहरु हुन्थ्यो नि त राइट यो भनेको हाम्रो नम्बर्सहरु हो राइट र्यान्डम नम्बर्स आर्बिट्रेरी नम्बर्सबाट प्रोबाबिलिटी चाहिँ कसरी बनाइन्छ भन्दाखेरि चाहिँ यसरी बनाइन्छ सफ्टम्याक्स युज गरेर ओके एनी अदर क्वेशन्स आदित्य भाइले चाहिँ राम्रो राम्रो क्वेशन्स गर्नु है मेबी एभ्रीवन ह्याड दिस डाउट नाइस ओके लेट्स मुभ फरवर्ड बीचमा पनि केही क्वेशन आयो भने चाहिँ भन्नु है त okay like we watched image data मा चाहिँ feature extraction कसरी हुन्थ्यो भनेर हामीले हेर्यौं त्यस्तै text data माबाट पनि feature manually extract गर्न सकिन्छ okay so यसमा चाहिँ यो स्लाइडमा चाहिँ त्यो हेरौँ है त so consider some sentences maybe John likes to watch movies Mary likes movies too John also likes football सो मसँग 3 वटा सेन्टेन्स छ राइट अब 3 वटा सेन्टेन्सबाट चाहिँ मलाई चाहिँ फिचर्स निकाल्न पर्यो राइट सो व्हाट आई क्यान डु इज यो सबै भोक्याबुलरी बनाउँछु मैले एउटा भोक्याबुलरी भनेको डिक्सनरीमा कस्तो हुन्छ एउटा वर्ड चाहिँ एकपाली मात्र रिपिट हुन्छ राइट सो एउटा जन एउटा वर्ड भयो लाइक्स अर्को वर्ड भयो टु अर्को वर्ड वाच अर्को वर्ड मुभिज अर्को वर्ड 5 वटा वर्डहरु चाहिँ मैले फर्स्ट सेन्टेन्सबाट पाएँ म्यारी अझै एउटा वर्ड आयो 6 वटा लाइक्स र लाइक्स यहाँ माथि पनि रिपिट भयो त्यही भएर आई डोन्ट नीड टु टेक दिस लाइक्स मुभिज पनि फेरि रिपिट भइसकेछ 2 चाहिँ मेरो अर्को युनिक वर्ड आयो राइट त्यस्तै जन फेरि रिपिट भयो आई डोन्ट नीड टु टेक इट अल्सो चाहिँ नयाँ आयो लाइक्स पहिले रिपिट भइसकेको थियो फुटबल अझै अर्को आयो राइट यसरी चाहिँ मैले चाहिँ एउटा जन लाइक्स टु अब यहाँ लेखेको पनि छ पहिले पनि अब जस्तै each word becomes my feature okay each word becomes my feature now I can create a matrix for example John likes to watch movies Mary to also football यो चाहिँ हाम्रो युनिक वर्ड्सहरु थिए राइट अब सेन्टेन्स 1 मा चाहिँ जन पर्छ किन सेन्टेन्स 1 मा जन आयो राइट त्यही भएर सेन्टेन्स 1 को जन मा चाहिँ मैले 1 दिएँ लाइक्स पनि आयो टु वाच मुभिज आयो तर सेन्टेन्स 1 मा म्यारी छैन त्यही भएर आई पुट भ्यालु 0 राइट त्यस्तै सेन्टेन्स 1 मा जन लाइक्स टु वाच मुभिजमा 2 भन्ने पनि छैन त्यही भएर यसमा पनि 0 राखे मैले त्यस्तै अल्सो पनि छैन त्यस्तै फुटबल पनि छैन राइट त्यही भएर मैले चाहिँ यसलाई चाहिँ बाइनरी भ्यालुजहरुमा कन्भर्ट गर्न सक्छु के लाइक यस्तो जन लाइक्स टु वाच मुभिजलाई मैले अब बाइनरी भेक्टर्सहरु बनाउन सके राइट यो गरेको बुझ्नु है यो कन्भर्ट गरेको मैले हाउ आई कन्भर्टेड words into binary vectors okay
ओके ओके सो सेन्टेन्स वान जस्तै सेन्टेन्स टूमा पनि जन छैन त्यही भएर 0 आयो जनको ठाउँमा, राइट। त्यस्तै लाइक्स छ त्यही भएर 1 आयो, 2 छैन त्यही भएर 0 आयो, वाच छैन त्यही भएर 0 आयो। यसरी वर्डहरूलाई चाहिँ मैले नम्बरको फर्ममा चाहिँ रिप्रेजेन्ट गरेँ क्या। सो दिस इज माई फिचर एक्सट्र्याक्सन भन्छु क्या मैले यसलाई। ओके सो मोडलले चाहिँ वर्ड्सहरू चाहिँ बुझ्न सक्दैन। वी निड टु फाइन्ड सम सर्ट अफ न्युमेरिक रिप्रेजेन्टेसन फर वर्ड्स एन्ड this is one of the techniques to convert words into numbers. This is not an appropriate way, but this is a simple way that you can understand. So एउटा simple way चाहिँ मैले यो देखाएँ। ओके यो कुरा बुझ्नु भयो एभ्रीवन? sorry. It is on. Okay. So each sentence now is represented as a binary vector, right? Binary vector भनेको कि त 0 छ कि त 1 छ, right? So each feature is my binary value. Each feature, जन एउटा फिचर हो, लाइक्स एउटा फिचर हो, 2 एउटा फिचर हो, वाच अर्को फिचर हो। यस्तै गरेर इच फिचर चाहिँ मेरो कि त 0 हुन्छ कि त 1 हुन्छ, राइट। यस्तो फिचर एक्सट्र्याक्सनलाई चाहिँ ब्याग अफ वर्ड्स फिचर रिप्रेजेन्टेसन पनि भनिन्छ। यसको नाम चाहिँ ब्याग अफ वर्ड्स हो, राइट। यसैलाई युनिग्राम रिप्रेजेन्टेसन पनि भन्न सकिन्छ। युनिग्राम कस एउटा वर्ड्स मात्रै युज गरेको छ क्या। लाइक जन एउटा वर्ड हो, लाइक एउटा वर्ड हो। फर इक्जाम्पल मैले यसैलाई जन कमा लाइक्स अथवा और लाइक्स कमा टू वाच यसरी लाइक एउटा मात्रै नगरेर दुईटाको टपल दुईटाको कम्बिनेसनलाई पनि मैले एउटा फिचर बनाएर यस्तो खालको रिप्रेजेन्टेसन पनि गर्न सक्थेँ, राइट। यसलाई चाहिँ अब यहाँ मैले दुईटा वर्ड लिएँ त्यही भएर यसलाई चाहिँ बाइग्राम रिप्रेजेन्टेसन पनि भन्छन् क्या। ओके बाइग्राम यसरी तीनटा लियो भने ट्राइग्राम यस्तो भन्छ। So, यहाँ चाहिँ एउटा मात्रै लिएँ त्यही भएर यसलाई चाहिँ युनिग्राम भन्ने। ओके बाइग्राम युनिग्राम ट्राइग्राम यस्तो बुझ्नुभयो कुराहरू? यो चाहिँ नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ पछि पढ्यो भने त्यसमा चाहिँ आउँछ। ओके सिंगल सेन्टेन्समै वर्ड रिपिट भयो भने बाइनरी वेक्टर्स कसरी देखाउने? सिंगल ओके त्यही त्यो एउटा प्रब्लम हो। सिंगल सेन्टेन्समै वर्ड रिपिट भयो भने बाइनरीमा जस्तै मेबी यु क्यान चुज टु इग्नोर इट। जस्तै John likes to watch movies. John also likes playing football. Right? अब यसमा चाहिँ जन पनि दुईपल्ट रिपिट भयो, लाइक्स पनि दुईपल्ट रिपिट भयो भनेपछि अब यसलाई पनि मतलब इन्क्लुडेड छ कि छैन भनेर मात्रै टेस्ट गरिरहेको छौँ क्या हामीले। यहाँ चाहिँ जन दुईपल्ट रिपिट भयो पनि आई पुट 1 क्या। ओके बिकज दिस इज बाइनरी रिप्रेजेन्टेसन। अब यसैलाई बाइनरी नगरेर आई क्यान चुज लाइक मैले आफ्नो हिसाबले पनि गर्न सक्छु कि लाइक आई डोन्ट नेसेसरली हेभ टु डु बाइनरी। फर इक्जाम्पल यस्तो छ भने इफ आई निड टु मेक माई फिचर मोर डाइभर्स यस्तो गराउँछ भने रिपिट हुनेवालालाई पनि गराउनु मिल्छ। लाइक आई डु नट नेसेसरली हेभ टु मेक इट बाइनरी। फर इक्जाम्पल यहाँ जन चाहिँ दुईपल्ट रिपिट भयो त्यही भएर 2, लाइक्स चाहिँ दुईपल्ट रिपिट भयो त्यही भएर 2, अरूलाई चाहिँ एक पालि मात्रै आयो त्यही भएर 1 गराउनु पनि मिल्छ। मैले यस्तो गराउनु पनि मिल्छ। त्यो बाइनरी नै भेक्टर गराउनु पर्छ भन्ने चाहिँ छैन। यहाँ चाहिँ बाइनरी बन्यो होइन, बाइनरी गराउनु पर्छ भन्ने चाहिँ छैन। ओके त्यस्तै। एनी अदर क्वेसन? ओके ल लेट्स मुभ फरवर्ड। के लेख्नुभएको छ? So bag of words is just one of many ways of doing feature extraction for text data, not the most optimal one. It has various flaws. For example अब if बाइनरी नै गराउनु पर्थ्यो भने मल्टिपल रिपिट भयो भने चाहिँ कसरी गराउने, त्यो एउटा फ्ल भयो, राइट। आई क्यान चुज टु मेक इट नन बाइनरी, त्यस्तो गराउनु मिल्छ, राइट। त्यसपछि बट इट रिजनली वर्क्स वेल। कुनै केसेसमा चाहिँ इट रिजनेबली वर्क्स वेल, राइट। सिम्पल केसेसहरूमा चाहिँ काम पनि गरिहाल्छ। सो एउटा चाहिँ टेक्स्ट एक्सट्र्याक्सन चाहिँ कसरी हुन्छ टेक्स्ट डेटामा भनेर एउटा सिम्पल इक्जाम्पल देखाउनको लागि मात्रै आई हेभ सोन दिस। ओके त्यस्तै for text data like sentences or documents, we can do feature extraction using other simpler methods that also use explicit semantics of words. Okay. अब यो चाहिँ एउटा वर्ड एम्बेडिङ भन्ने एउटा नयाँ टर्म आयो होइन।
वर्ड एम्बेडिङमा चाहिँ के हुन्छ भन्दाखेरि लाइक मेरो मसिन लर्निङ मोडलले सिधै वर्ड दियो भने आई वान्ट टु क्यान्सल माई सुज अर्डर्स भनेर यस्तो वर्ड दियो भने चाहिँ मोडलले चाहिँ बुझ्दैन कि लाइक बिकज कम्प्युटर ओन्ली अन्डरस्ट्यान्ड्स numbers, right? So I need to find a way to convert my words into numbers. For example, I लाई चाहिँ मैले केही एउटा नम्बर असाइन गरेँ, मेबी 0 असाइन गरेँ. want लाई चाहिँ मैले 2 असाइन गरेँ, 2 लाई चाहिँ मैले 3 असाइन गरेँ. यस्तो यस्तो गर्न सक्छु मैले. एउटा यो रिप्रेजेन्टेसन हुन सक्छ, राइट? त्यस्तै फर इक्जाम्पल मसँग आई वान्ट टु क्यान्सल अर्डर्स 1 2 3 4 5 6 7 7वटा छ भनेपछि आई क्यान मेक अ 7/1 वेक्टर 1 2 3 4 5 6 7. फर इक्जाम्पल आईलाई चाहिँ मैले 1 गराएर अरू सबै 0 गराइदिएँ. वान्टलाई चाहिँ मैले सेकेन्डको लागि चाहिँ 1 गराएर अरू सबै 0 गराइदिएँ. 2 लाई चाहिँ मैले थर्ड वालालाई 1 गराएर अरू सबै 0 गराइदिएँ. आई मिन यु गेट द आइडिया, राइट? यस्तो वान हट वेक्टर रिप्रेजेन्टेसनमा पनि मैले चाहिँ गराउन सक्छु यही कुरालाई. लाइक मेरो अहिले प्रब्लम के हो, आई निड टु कन्भर्ट टेक्स्ट डेटा इन्टु नम्बर्स, राइट? यस्तो आईलाई 0, आईलाई वान्टलाई 2, 2 लाई 3 यस्तो गराउन पनि सक्छु, और मैले वान हट रिप्रेजेन्टेसन यस्तो गराउन पनि सक्छु, राइट? अब त्यस्तै यो दुइटै पनि राम्रो अप्रोच होइन. दिस इज नट द करेक्ट अप्रोच. लाइक यसरी चाहिँ गर्न सक्छु, बट अहिलेको मोडर्न मसिन लर्निङ डजन्ट युज दिस वे बिकज दिज हेभ फ्लज, होइन? अब जस्तै अहिले मोडर्न मसिन लर्निङ चाहिँ के गर्छ भन्दाखेरि जस्तै मैले चाहिँ अब एउटा एम्बेडिङ स्पेस बनाउँछु, होइन? अहिले चाहिँ मैले 3D स्पेस बनाएँ, राइट? अब मैले चाहिँ के गर्छु भन्दा आईलाई चाहिँ एउटा वेक्टर असाइन गर्छु, यो चाहिँ आई हो. वान्टलाई चाहिँ मैले अर्को वेक्टर असाइन गर्छु, यो वान्ट हो. त्यस्तै 2 लाई चाहिँ मैले अर्को वेक्टर असाइन गर्छु, 2 हो. यस्तो गरेर एभ्री वेक्टर एभ्री वर्ड इज डिनोटेड. एभ्री वेक्टरलाई चाहिँ एभ्री वर्डलाई चाहिँ मैले एउटा वेक्टर बनाउँछु क्या, राइट? सो अब यस्तो गर्दाखेरि चाहिँ फाइदा चाहिँ के हुन्छ भन्दाखेरि सिमिलर वर्ड्सहरूलाई चाहिँ सिमिलर वेक्टर्सहरू बनाउन सक्छु. आई, वी, मी छ भने चाहिँ यिनीहरूलाई चाहिँ इनर वेक्टरहरू चाहिँ सिमिलर हुन पाएँ, होइन? वान्ट त्यस्तै अरू वर्डहरू पनि हुनसक्छ, निड भन्ने हुनसक्छ वर्ड, होइन? अब निड र वान्ट चाहिँ सिमिलर छन्, त्यही भएर यो दुईवटा वेक्टरहरू पनि क्लोज हुनसक्छ कि यो एम्बेडिङ स्पेसमा क्या. दिस इज कल्ड एम्बेडिङ स्पेस. एम्बेडिङ स्पेस एन्ड इच वेक्टर इज कल्ड एन एम्बेडिङ. ओके, सो यहाँ चाहिँ त्यही वर्ड एम्बेडिङ भन्ने टर्म आयो नि. यहाँ वर्ड एम्बेडिङ भनेको चाहिँ आईलाई चाहिँ एउटा वर्ड एम्बेडिङ भयो, वान्ट चाहिँ अर्को एम्बेडिङ भयो. बेसिकली आई एम कन्भर्टिङ टेक्स्ट डेटा इन्टु वेक्टर्स, है? दिस इज हाउ मोडर्न मसिन लर्निङ वर्क्स. यो पनि डिप लर्निङमा चाहिँ अझै बढी पढ्नुपर्छ. लाइक हाउ वी कन्भर्ट, लाइक जस्तै आईलाई चाहिँ कसरी एउटा भेक्टरमा कन्भर्ट गर्ने, निडलाई चाहिँ कसरी भेक्टरमा कन्भर्ट गर्ने, त्यसको पनि एल्गोरिदम्सहरू छ. वी विल डिस्कस द्याट. अहिले चाहिँ मेबी इफ यु आर इन्टु पाइथन कोडिङ, एउटा चाहिँ लाइब्रेरी छ गुगलको वर्ड टु वेक भन्ने. यसले चाहिँ एउटा वर्ड इनपुट लिन्छ अनि एउटा वेक्टर आउटपुट दिन्छ. ओके, वर्ड टु वेक अमेजिङ लाइब्रेरी. डिप लर्निङ पपुलर हुनभन्दा पहिला मेनी पिपल युज दिस लाइब्रेरी. अहिले चाहिँ सबै कुरा डिप लर्निङबाट हुन्छ. यो वेक्टर्सहरू फाइन्ड गर्ने कुरा पनि डिप लर्निङका अरू अझै वर्ड टु वेक भन्दा पनि अझै राम्रो अप्रोचेसहरू छन्. ओके, सो यो कुराहरू बुझ्नु है. लाइक वर्ड एम्बेडिङ बुझ्नु है पहिला. वर्ड एम्बेडिङ चाहिँ टेक्स्ट डेटा चाहिँ मेरो कम्प्युटरले बुझ्दैन. सो फर्स्ट आई निड टु कन्भर्ट टेक्स्ट इन्टु नम्बर्स. वर्ड एम्बेडिङ चाहिँ इज वान अप्रोच. फर इक्जाम्पल यता हामीले वान हट वेक्टर्समा पनि कन्भर्ट गरेर हेऱ्यौँ, अथवा 0 1 2 3 4 यस्तो गरेर पनि हेऱ्यौँ. बट दिज आर नट गुड मेथड्स. यिनीहरू चाहिँ किन गुड मेथड्स होइनन् भन्दाखेरि, फर इक्जाम्पल अघि नै मैले देखाए जस्तै आईलाई चाहिँ मैले 3 4 5 6 7 1 0 0 0 0 0 0. वान्टलाई चाहिँ मैले 0 1 0 0 0 0 0 0. अब यस्तो रिप्रेजेन्ट गराउन पनि मिल्थ्यो, तर अब मलाई चाहिँ भोक्याबुलरी डिक्सनरीमा त मेरो कति वर्डहरू छन् नि त, राइट? अब त्यत्रो ठुलो डिक्सनरीमा मेरो यो साइज चाहिँ एकदमै धेरै बनिहाल्छ कि. यो साइज चाहिँ एकदमै धेरै बन्छ क्या. इन्फाइनाइट त होइन, तर एकदम धेरै बनाउनु, राइट? सो इच भेक्टरमा चाहिँ मेरो एकदम कम इन्फर्मेसन हुन्छ क्या. मानौँ मेरो 50,000 साइजको मेरो यो थियो,
है 1 into 50,000 अर्डरको मेरो एउटा भेक्टर थियो भने 1 एउटा मात्रै भ्यालु मा चाहिँ मेरो डेटा हुन्छ, अरू 49,999 भ्यालु चाहिँ मेरो एम्प्टी हुन्छ क्या। सो यसरी चाहिँ स्पार्स रिप्रेजेन्टेसन भयो क्या। स्पार्स रिप्रेजेन्टेसन चाहिँ राम्रो होइन क्या। वाट आई वान्ट इज आइडियली आई वान्ट यसरी सेभ गर्न पनि त धेरै स्पेस लाग्यो नि त। लाइक 50,000 अरेका स्पेसहरू आइएम जस्ट स्पेन्डिङ अन जेरोज के। जेरोजमा स्पेन्ड गरेँ मैले जस्ट एउटा वर्ड रिप्रेजेन्ट गर्न मैले यत्रो ठुलो अरे सेभ गर्न पर्यो। द्याट इज नट अ गुड अप्रोच के। स्पेस कम्प्लेक्सिटी चाहिँ एकदम बढ्छ यसरी गर्दाखेरि। एन्ड अर्को डिफरेन्स इज आई र वान्टमा केही सिमिल्यारिटी छ कि नै त। सिमिल्यारिटी हेर्नु पऱ्यो भने वी डिस्कस हाउ टु फाइन्ड सिमिल्यारिटी बिट्विन वेक्टर्स, राइट। ए डट बी इक्वल्स एबी कस थीटा हो, राइट। आई एउटा भेक्टर भयो, वान्ट अर्को भेक्टर भयो भने एबी कस थीटा गरेर वी क्यान फाइन्ड सिमिल्यारिटी, राइट। अब यो दुईटा भेक्टर्समा सिमिल्यारिटी फाइन्ड गर्नु भयो भने वी अलवेज गेट कति हुन्छ यसमा त 0 भयो सिमिल्यारिटी नै। 1 into 0 0 0 into 1 0 सिमिल्यारिटी कहिले पनि सेम हुँदैन क्या। सिमिल्यारिटी अलवेज बिकम्स 0। अब यसको भन्नुको मिनिङ आईले पनि आई र मीकोमा पनि सिमिल्यारिटी 0 आयो, आई र असकोमा पनि सिमिल्यारिटी 0 आयो। तर हामीलाई त थाहा छ नि त ल्याङ्ग्वेजमा त सिमिल्यारिटी हुन्छ नि त, राइट। आई र मी भनेको त अलिअलि सिमिलर वर्डहरू हो नि त। सो दे सुड ह्याभ सम सिमिल्यारिटी, राइट। तर यस्तो रिप्रेजेन्टेसन वान हट रिप्रेजेन्टेसन गरायो भने चाहिँ सिमिल्यारिटी अफ भेक्टर्स, सिमिल्यारिटी अफ एनी टु भेक्टर्स बिकम्स 0, राइट। दिस इज नट अ गुड अप्रोच के। त्यही भएर पनि क्या I can just give numerous other reasons. So best अहिलेसम्मको बेस्ट भनेको चाहिँ यस्तो भेक्टर्सहरू एम्बेडिङ स्पेसमा गराएँ। अब जस्तो मैले यहाँ चाहिँ 3D स्पेसमा गराएँ, राइट। बट इन जनरल दिज आर त्यही अराउन्ड 40,000 to 50,000 को एम्बेडिङ स्पेसमा चाहिँ भनेको हुन्छन् यस्ता भेक्टरहरू। ए सरी यो चाहिँ भोक्याबुलेरी साइज चाहिँ यति हुन्छ। भोक्याबुलेरी साइज भनेको डिक्सनरीमा चाहिँ मेरो 40 देखि 50,000 वर्डहरू हुन्छ। यस्तो भेक्टर रिप्रेजेन्टेसन चाहिँ मैले जनरली 768 डिमेन्सनलको बनाउँछु मैले। ओके, सो 768 पनि च्याट जिपिटीको 768 छ कि कति छ त्यो डिप लर्निङ पढ्दाखेरि डिस्कस गरौँ। अहिले चाहिँ वर्ड एम्बेडिङ पढ्दाखेरि चाहिँ लाइक दिस इज हाउ यु रिप्रेजेन्ट वान वर्ड इन टर्म्स अफ भेक्टर्स। ओके, यो बुझ्नु भयो? थम्स अप। Any questions on? Okay, great. So त्यसपछि वर्ड एम्बेडिङ्स पहिला मैले बनाएँ हैन। सो आई क्यान कम्बाइन अल माई वर्ड एम्बेडिङ्स अनि आई क्यान डु वान अपरेसन कल्ड एसआइएफ। एसआइएफ भनेको चाहिँ स्मुथ इन्भर्स फ्रिक्वेन्सी अनि कुनै एउटा फङ्सन भन्नु हो न। फङ्सन केही एउटा फङ्सन हो एफएक्स, मतलब यु डोन्ट निड टु नो दिस, बट कुनै एउटा फङ्सन अप्लाई गरेर पनि आई क्यान कन्भर्ट इन्टु सम अदर रिप्रेजेन्टेसन। लाइक सबैले चाहिँ एभरेज गरेर मेबी इट्स एन एभरेजिङ फङ्सन, राइट। अब यसरी पनि मैले एउटा फिचर रिप्रेजेन्टेसन गर्न सक्छु, फिचर एक्सट्र्याक्सन गर्न सक्छु। ओके, सो फर इच वर्ड देयर एक्जिस्ट एन एम्बेडिङ। एउटा इच वर्डलाई चाहिँ मैले एउटा भेक्टर बनाउन सक्छु हैन। एन्ड एन्ड एसआइएफ भनेको एउटा फिचर एक्सट्र्याक्सन गर्ने मेथड हो हैन। सो बेस्ड अन एभरेजिङ अफ वर्ड एम्बेडिङ्स। सो यो एउटा यसको भेक्टर पाएँ, एउटा यसको भेक्टर पाएँ, यो एउटा यसको भेक्टर पाएँ, यस्तै सबको भेक्टर पाएँ मैले। सबको भेक्टरलाई एभरेज गरेर चाहिँ मैले एउटा एभरेज भेक्टर निकाल्न सक्छु। यो पनि एउटा वान अफ मेनी फिचर एक्सट्र्याक्सन टेक्निक्स हो। ओके, त्यस्तै डिप लर्निङ मोडल्स युज सिक्वेन्स डेटा। फर इक्जाम्पल सिक्वेन्स डेटा भनेको चाहिँ कुनै सिक्वेन्स फलो गर्ने डेटा। फर इक्जाम्पल जस्तै यो टेक्स्ट डेटा पनि सिक्वेन्स डेटा हो क्या। फर इक्जाम्पल आई आयो सुरुमा, फर्स्ट वर्ड आई भयो, आई पछि वान्ट आयो हैन, वान्ट पछि 2 आयो। फर्स्ट स्टेप ओके, आई थिङ्क आइम ब्याक के। ओके, सो टेक्स्ट पनि एउटा सिक्वेन्सियल डेटा भनिन्छ हामीले। सो आई चाहिँ सुरुमा फर्स्ट वर्ड भयो, त्यसपछि वान्ट सेकेन्ड वर्ड, 2 थर्ड वर्ड, यसरी सिक्वेन्समा गइरहेको छ। सो टेक्स्ट इज कल्ड अ सिक्वेन्सियल डेटा।
अरू क्यान यु इमेजिन अफ एनी अदर सिक्वेन्सियल डेटा? फर इक्जाम्पल वेदर फोरकास्टिङमा फर्स्ट टेक अस्तिको डेटा, हिजोको डेटा, आजको डेटा, भोलिको डेटा, पर्सिको डेटा, एउटा यस्तो सिक्वेन्स छ नि, राइट? टेक्स्ट के अरे वेदर फोरकास्टिङ डेटा पनि एउटा सिक्वेन्सियल डेटाको इक्जाम्पल दिन सकिन्छ। त्यस्तै स्टक मार्केटको डेटा होइन, 1 गतेको डेटा, 2 गतेको डेटा, 3 गतेको डेटा, यसरी गरेर एउटा सिक्वेन्समा भन्छ नि। सो सबै यस्तो खालको सिक्वेन्सको डेटालाई चाहिँ क्याप्चर फिचर, यस्तो डेटाबाट पनि फिचर एक्सट्र्याक्ट गर्ने मेथडहरू हुन्छ। त्यस्तै यहाँ अघि नै हामीले डिस्कस गरेको थियौँ नि आरएनएन भनेर, रिकरेन्ट न्युरल नेटवर्क्स, ट्रान्सफर्मर्स। आजकलका मोडर्न मसिन लर्निङ टेक्निक्स हेभिली डिपेन्ड अन ट्रान्सफर्मर्स। ओके, आरएनएन पछि चाहिँ एलएसटिएम्स भन्ने आए, एलएसटिएम्स पछि जिआरयुज भन्ने आए, जिआरयु पछि चाहिँ अहिले चाहिँ हामी ट्रान्सफर्मर्समा छौँ है। ओके, यिनीहरू सबको कुराहरू चाहिँ हामी पछि गरौँला है त। सो दिस इज एउटा सिक्वेन्स, एउटा त्यसपछि यो आयो, त्यसपछि यो आयो, यस्तो एउटा सिक्वेन्सियल डेटा बनिरहेको छ क्या, है। फोर त्यही कुरा चाहिँ यहाँ देखाइरहेको छ। सो दिस स्टेट रिप्रेजेन्टेसन एट द एन्ड अफ सिक्वेन्स क्यान बी युज एज अ फिचर रिप्रेजेन्टेसन फर दिस सेन्टेन्स। त्यही कुराहरू अघि नै डिस्कस गरेको कुराहरू। ओके, सो 11 बज्दै रहेछ ल। डोन्ट फर्गेट टु अप्लाई कमन सेन्स विथ फिचर्स। अब फिचर्स भनेको चाहिँ मसँग र इनपुटबाट चाहिँ धेरैवटा फिचर्स हुनसक्छ। अब धेरैवटा फिचर्स छ भन्दैमा सबै युज गर्ने, सबैलाई मोडलमा फिड गरिदिने, यस्तो काम गर्न पनि हुँदैन। जस्ट कमन सेन्स के हुन्छ, लाइक जति सक्दो चाहिँ म्यानुअल इफर्ट पनि लागे राम्रो हुन्छ। ओके, सो consider a problem for predicting some air pollutants. For example, PM2.5 PM2.5 भनेको चाहिँ एउटा पोल्युटेन्ट हो, राइट? अब आई निड टु प्रेडिक्ट द यसको चाहिँ कन्सन्ट्रेसन कति छ, एउटा कुनै मतलब एउटा बुटोल भन्ने एरिया छ भनौँ, राइट? बुटोलमा चाहिँ PM2.5 को कन्सन्ट्रेसन कति छ भनेर चाहिँ त्यो मलाई डिटेक्ट गर्न छ भने okay, so in addition to other features, we also might have features like latitude, longitude, बुटोलको latitude, longitude कति छ, त्यसै टाइम स्ट्याम्प, लाइक 4 बजे चाहिँ यति कन्सन्ट्रेसन थियो, 10 बजे चाहिँ यति कन्सन्ट्रेसन थियो, मेबी 12 बजे सबैले गाडी चलाउँछन्, 12 बजे चाहिँ अलिक बढी होला कन्सन्ट्रेसन, राइट? अब 6 बजेतिर चाहिँ मेबी अलिक बिसाउँछन्, त्यही भएर कम होला कन्सन्ट्रेसन। सो डिफ्रेन्ट फिचरहरू हुनसक्छ, राइट? सो using raw values of these features may not be helpful. For example, अब जस्तै मैले अब यसको लागि डेटा बनाउनु पर्यो, मलाई चाहिँ सुरुमा एउटा मोडल बनाऊ भनेर कसैले भन्यो मलाई, which predicts the concentration of PM2.5 in बुटवल, है त? बुटवल अथवा बुटवल जस्तै धेरै ठाउँको मसँग डेटा छ भनौँ, एउटा डेटा क्यान बी लोकेसन, हैन? एउटा बुटवल, चितवन, काठमाडौँ, झापा, यस्तो खालको लोकेसनहरूको डेटा हुनसक्यो मसँग, राइट? त्यस्तै मसँग लोकेसन चाहिँ यो चाहिँ अब टेक्स्ट डेटा भयो। त्यस्तै लोकेसनलाई चाहिँ मैले चाहिँ कन्भर्ट गर्न सक्छु ल्याटिट्युड र लङ्गिट्युडमा, राइट? ल्याटिट्युड र लङ्गिट्युड हुनसक्छ एउटा लोकेसनको। त्यस्तै टाइम अफ द डे, अब जस्तै 7 बजे चाहिँ यति छ, 8 बजे चाहिँ यति छ, 9 बजे चाहिँ यति छ भनेर केही मैले डेटाहरू पाउन सक्छु, राइट? अब 1 बजे यति छ भनौँ ल। अब चाहिँ के हुन्छ भन्दाखेरि अब जस्तै एक्ज्याक्ट फिचर्सको भ्यालु दियो भने चाहिँ मोडल क्यान understand things differently, क्या? For example, sorry. So maybe latitude को value अब I'm putting random values है, यो exactly यति हो भन्ने चाहिँ हुँदैन। latitude 70, longitude 14 और चितवनको चाहिँ अलि यता होला ल 56, 25, काठमाडौँ चाहिँ 89, 31,
अझै यता 101 10 यस्तो यस्तो खालको ल्याटिट्युड र लङ्गिट्युडको ऱ्यान्डम भ्यालुजहरू मैले राख्न सक्छु। बट अब मैले मोडलले चाहिँ कसरी बुझ्छ भन्दाखेरि 70 चाहिँ मेरो यसको भ्यालु चाहिँ 70 रहेछ भन्न खोजेको, यो चाहिँ बढी एफेक्ट गर्दो रहेछ होइन। त्यस्तै 56 भनेको चाहिँ यसले मोडलले चाहिँ बेसिकली न्युमेरिक भ्यालुजमा चाहिँ जान्छ के मोडलले चाहिँ के यसरी बुझ्छ के। फर इक्जाम्पल मेबी एउटा क्लकको इक्जाम्पल दिएर चाहिँ बुझाउन सकिन्छ कि यो 12 भयो, यो 1 भयो, यो 2 भयो राइट। 1 र 2 क्लोज छ भनेर चाहिँ मसिनले पनि बुझ्छ राइट। तर 12 र 1 मोडलले हेऱ्यो भने 12 त ठुलो भ्यालु छ, 1 चाहिँ सानो भ्यालु छ राइट। अब 12 र 11 छ भनौँ राइट। अब हामीलाई त थाहा छ नि त यो लाइक 12 र 11 र 12 र 1 चाहिँ इक्वल डिफरेन्सको छ राइट। 11 र 12 को बिचमा पनि 1 घन्टा आउँछ, 12 र 1 को बिचमा पनि 1 घन्टा आउँछ, इक्वल डिफरेन्स छ। तर मसिनले चाहिँ 11 र 12 लाई चाहिँ एकदम क्लोज मान्छ, 12 र 1 लाई चाहिँ धेरै डिफरेन्स भएको मान्छ क्या, बिकज न्युमेरिकल डिफरेन्स छ नि त राइट। सो युजिङ र भ्यालु जस्तै 12 लाई 12, 1 लाई 1 गरिदियो भने चाहिँ अब चाहिँ मसिन चाहिँ झुक्किन्छ राइट। यस्तो केसमा चाहिँ अब हामीले चाहिँ केही ट्रान्सफर्म गरेर होइन, जस्तै यही ल्याटिट्युड लङ्गिट्युडको कुरा गर्दाखेरि पनि हाम्रो अर्थ स्पेरिकल छ राइट। अर्थ स्पेरिकल हुँदाखेरि यहाँबाट सुरु होला राइट। यहाँबाट लेफ्टमा जाँदाखेरि एउटा केही भ्यालु 1 होला, राइटमा जाँदाखेरि एउटा केही भ्यालु 99 होला भनौँ राइट। मेबी एउटा सिस्टममा चाहिँ मेबी इट्स रिपिटिङ इन एभ्री 100 को चाहिँ साइकल बनाउँदैछ। यहाँ जसरी क्लकमा चाहिँ 12 को साइकल भयो जस्तै अर्थमा चाहिँ मेबी 100 को साइकल बन्दैछ, लाइक कुनै एउटा भ्यालुको साइकल बन्दै होला। सो यहाँ चाहिँ अब 0 देखि 1 को डिस्टेन्स र 0 देखि 99 को बिचको डिफरेन्स चाहिँ मसिनले चाहिँ 0 देखि 99 चाहिँ धेरै डिफरेन्स छ र 0 देखि 1 चाहिँ एकदम कम डिस्टेन्स छ भनेर बुझ्छ क्या। त्यही भएर वी निड टु ट्रान्सफर्म दिज सर्ट अफ फिचर्स टु सम, यसमा चाहिँ केही ट्रान्सफर्मेसन गरेर मसिनलाई चाहिँ यो चाहिँ इक्वल हो है भनेर बुझाउनु पर्छ क्या। ओके, यो कसैले बुझ्नुभयो, यो र फिचर र भ्यालु दिँदाखेरि चाहिँ कहिलेकाहीँ इट क्यान इभन हर्ट क्या, मसिनले रङ बुझ्न पनि सक्छ क्या। सो वी निड टु मेक सम ट्रान्सफर्मेसन्स। ओके, यो कुरा बुझ्नु है, क्लकको एनालोजी, ल्याटिट्युड लङ्गिट्युडल एनालोजी यो बुझ्नु है थम्स अप। ओके, सो अर्थ इज राउन्ड, सो अब त्यही कुराहरू भइहाल्यो। आवर्स अफ द डे पनि अब साइक्लिकल रिलेसनसिप हुन्छ। 23 इज क्लोजर टु 1 देन क्लोजर टु 18। अब जस्तै 24 आवरमा त अब 23 र 18 त अझै बढी क्लोज जस्तो देखियो नि त 23 र 1 को रेस्पेक्टमा क्या। तर हामीलाई त थाहा छ नि त लाइक 23 पछि 24 आउँछ, 24 पछि 1 आउँछ भनेर थाहा छ हामीलाई। तर 23 र 18 को बिचको डिफरेन्स चाहिँ मसिनले चाहिँ यसको डिफरेन्स चाहिँ कम होला भन्ने चाहिँ बुझ्छ क्या। ओके, सो यस्तो केसेसहरूलाई चाहिँ म्यानुअली ह्यान्डल गर्नुपर्छ क्या। त्यही भएर कमन सेन्स इज भेरी इम्पोर्टेन्ट वाइल डुइङ फिचर एक्सट्र्याक्सन। ओके, सो त्यस्तो केसमा चाहिँ साइक्लिकल एम्बेडिङ्स, अघि नै हामीले वर्ड एम्बेडिङ्सहरू देख्यौँ, त्यसमा चाहिँ भेक्टर्स बनाएको थियौँ। त्यस्तै साइक्लिकल एम्बेडिङ्स, अब एम्बेडिङलाई चाहिँ साइक्लिकल बनाउनु पनि मिल्छ। यस्तो केसमा एउटा साइक्लिकल चाहिँ एउटा इक्जाम्पल भयो, त्यस्ता अरू डिफ्रेन्ट टाइप्सको केसेसहरू पनि हुन्छन्। त्यो सबलाई चाहिँ फिक्स गर्दै गर्दै हामीले चाहिँ फिचरहरू एक्सट्र्याक्ट गरिन्छ क्या। ओके, यो कुरा बुझ्नु भयो, यो कमन सेन्सवाला कुरा, फिचर्सहरूमा चाहिँ कमन सेन्स युज गर्ने कुरा। ओके, त्यस्तै अनदर इक्जाम्पल क्यान बी, यहाँ अर्को इक्जाम्पल पनि छ। अघि नै हामीले सुरुमै लेक्चरको सुरुमै दिएको इक्जाम्पल पनि वेट, हाइट, कलर, जेन्डर अनि मेबी नाम। यस्तो मसँग ह्युमन डेटा छ। ह्युमन डेटाको मसँग ह्युमनको वेट छ, हाइट छ, कलर छ, जेन्डर छ अनि नाम छ होइन। सो अनि मलाई चाहिँ एउटा यस्तो मोडल बनाउनु छ विच क्यान प्रेडिक्ट माई बिएमआई राइट। बिएमआईमा त मलाई त थाहा नि त, बिएमआई भनेको त वेट डिभाइड बाई हाइट होला राइट। सो वेट र हाइट मात्रैले मैले बिएमआई क्यालकुलेट गर्न सक्छु। तर मैले कलरको इन्फर्मेसन, जेन्डरको इन्फर्मेसन अनि नाम पनि दिएँ भने लाइक दिज फ्याक्टर्स डु नट अफेक्ट माई बिएमआई क्या राइट। सो अब मैले इनर कुराहरू पनि दिएँ भने चाहिँ मेरो मोडलले चाहिँ अब बिग्रिन्छ क्या। आई निड जस्ट वेट एन्ड हाइट
to get my BMI. So अरू फिचरहरू छ भने पनि you can discard these features. You must discard these features and only select weight and height. Okay, यो पनि एउटा यसलाई चाहिँ अझै फिचर सेलेक्सन भन्छ. लाइक न्युमरस फिचर्स छ भने सबै फिचर्सहरू कहिलेकाहीँ इम्पोर्टेन्ट पनि हुँदैन. You need to manually select the features and move forward. Okay, फिचर सेलेक्सन चाहिँ फिचर एक्सट्र्याक्सन पछि आउने कुरा हो. पहिला फिचर एक्सट्र्याक्ट गर्ने सबै फिचरहरू अनि त्यसपछि चाहिँ कुन कुन फिचरहरू चाहिँ सेलेक्ट गरेर मोडलमा पठाउने भनेर चाहिँ त्यो चाहिँ फिचर सेलेक्सनले भन्छ. ओके, फिचर सेलेक्सन बुझ्नु है एकदम. ओके, ठिक छ ल. सो डिप लर्निङमा पनि डिप लर्निङमा चाहिँ फिचरहरू एक्सट्र्याक्ट गर्छ मोडलले, तर डोन्ट लिभ एभ्रिथिङ टु द मोडल टु लर्न. लाइक एट द एन्ड अफ द डे त्यो पनि त डिप लर्निङ लाइक मसिन लर्निङ मोडल नै हो. सो अप्टिमाइज हुन पनि सक्छ, राम्ररी हुन पनि सक्छ, नहुन पनि सक्छ. जस्ट इफ बाहिरबाट थाहा छ भने चाहिँ फिचर्सहरू एक्सट्र्याक्ट गरेर एक्सट्र्याक्टेड फिचर्सलाई नै डिप लर्निङ मोडलमा दिएपछि चाहिँ त्यसले चाहिँ अझै बेटर मोडल चाहिँ बनाउँछ क्या. लास्टको फाइनल मोडल चाहिँ त्यसरी एक्सट्र्याक्टेड फिचर्सहरू चाहिँ दियो भने चाहिँ एटलिस्ट कमन सेन्स लगाएर फिचरहरूलाई चाहिँ ट्रान्सफर्म गरेर दियो भने चाहिँ द मोडल क्यान इभन प्रेडिक्ट बेटर क्या. ओके ओके, सो फिचर लर्निङ भनेको चाहिँ डिस्टेन्स फङ्सन लर्निङ भने जस्तै हो. अब जस्तै यो फिचर लर्निङ चाहिँ हाउ इट ह्यापन्स इन मसिन लर्निङ भनेर अघि नै हामीले पनि हेऱ्यौँ नि. यो इमेज डेटा हो भने इमेज डेटालाई चाहिँ सुरुमा मैले फिचर एक्सट्र्याक्टरबाट पास गराउँछु. एउटा फिचर एक्सट्र्याक्टरमा मेरो मल्टिपल फिल्टर्सहरू हुनसक्छ, राइट. यहाँदेखि यहाँ, यहाँदेखि यहाँ, यहाँदेखि यहाँ गरेर एउटा चाहिँ सुरुमा लास्ट म्याट्रिक्स बनाउँछु. यो लास्ट म्याट्रिक्सलाई चाहिँ मैले फ्ल्याटन आउट गरेर एउटा वेक्टर बनाउँछु. यो वेक्टरलाई चाहिँ फेरि मैले पास गरेर केही क्लासिफायर बनाउँछु मैले. ओके, सो अब यो फिल्टर्स भनेको चाहिँ मेरो वेट्स हो भनेर हामीले चाहिँ अघि नै वेट्सवाला एनालोजी पढ्यौँ, राइट. अघि नै हामीले हेरेको अहिलेसम्म हेरेको मोडल चाहिँ एउटा लिनियर मोडल हो. y इक्वल्स टु डब्लु ट्रान्सपोज एक्स प्लस सी वाला मोडल लिनियर मोडल चाहिँ हामीले हेरेको थियौँ. वेट्स भनेको चाहिँ यहाँ फिल्टर्सहरू हुन्छ. अनि जसरी हाम्रो लिनियर मोडल चाहिँ अप्टिमाइज हुन्थ्यो, यहाँ लस क्यालकुलेट गरेर यस्तो खालको कर्भ बनाउँथ्यौँ हामीले एल स्टार डब्लु स्टार. जसरी हाम्रो लिनियर मोडल चाहिँ अप्टिमाइज हुन्थ्यो त्यसै अनुसार हाम्रो यहाँको फिल्टरको वेट्सहरू पनि चेन्ज हुन्छ. ओके, यो सब त हामीले बुझेछौँ नि पहिले. कसैले बुझ्नुभएको छैन भने मेबी दे क्यान रेज ह्यान्ड अर थम्स डाउन गर्न सकिन्छ मेबी. इफ बुझेको यो चाहिँ बुझ्नुभएको छ, राइट. एनीवन? ओके ओके, ठिक छ ल. सो जसरी हामीले चाहिँ यो लिनियर केसमा चाहिँ वेट्स अप्टिमाइज गर्थ्यौँ त्यसै अनुसार चाहिँ यहाँ चाहिँ फिचर्सहरू पनि अप्टिमाइज हुन्छ क्या. अप्टिमाइज भन्नुको मिनिङ चाहिँ लर्न हुन्छ क्या. ओके, सो यहाँ पनि हामीले चाहिँ एक्स ह्याड माइनस वाई गरेर यसको यो डिस्टेन्सलाई चाहिँ हामीले चाहिँ लस बनाएर लसलाई चाहिँ अप्टिमाइज गर्थ्यौँ नि. त्यसै अनुसार यहाँ फिचर लर्निङमा पनि हाम्रो यो एक्स ह्याड भयो, यो चाहिँ वाई भयो, यिनीहरूको बिचको डिस्टेन्स फङ्सनलाई चाहिँ अप्टिमाइज गरेर चाहिँ हामीले फिचरहरू चाहिँ लर्न गर्छौँ. ओके, सो फिचर लर्निङ इज इक्वल टु डिस्टेन्स फङ्सन लर्निङ, द सेम द्याट वी स बिफोर. हामीले चाहिँ पहिला लिनियर मोडलमा चाहिँ जसरी फिचर वेट लर्निङ हामीले देख्यौँ, डिस्टेन्स लर्निङ देख्यौँ, त्यही केस चाहिँ हाम्रो फिचर लर्निङमा पनि हुन्छ. ओके, so it seems there are two ways to learn effectively from data. एउटा चाहिँ extract, एउटा चाहिँ सुरुमा extract गर्ने, extract the features from data and use standard distance function. Standard distance function हामीले हेरौँ. यो this is formula for Euclidean distance, right. y minus y2 minus y1 into x2 minus x1 यो वाला हेरेको थियौँ नि हामीले, राइट. यसो स्क्वायर गर्न मैले यो चाहिँ यही कुरा नै हो बट इन टर्म्स अफ वेक्टर्स, राइट. सो डिस्टेन्स क्यालकुलेट गरेर हामीले यो त हामीले त पढेको हो नि त, राइट.
यो एउटा प्रेडिक्टेड भ्यालु हो एक्स ह्याट, वाइ मेरो ग्राउन्ड ट्रुथ हो है। लस क्यालकुलेट गर्छु मैले यिनीहरू दुइटाको बिचको डिस्टेन्स फाइन्ड गरेर राइट, अनि लसलाई चाहिँ मैले अप्टिमाइज गरेको, अनि यही कुराहरू चाहिँ यो स्लाइडमा छ क्या। ओके, सो डिस्टेन्स लर्निङ इज इक्वल टु फिचर लर्निङ। सो यहाँ चाहिँ हामीले कर्नल फङ्सन युज गरेको छ। कर्नल फङ्सन पनि सो इफ हाम्रो दुईवटा भेक्टर्स इन लोअर स्पेस छ, मेबी 2D स्पेसमा छ भने, अथवा 2D अथवा 3D स्पेसमा छ भने वी क्यान युज कोसाइन सिमिल्यारिटी, बट हायर डाइमेन्सनल मेबी 45D मा छ भने सुरुमा तो भेक्टर्सले चाहिँ 2D भेक्टरलाई चाहिँ पहिला 45D भेक्टरमा चेन्ज गर्न पर्यो, यो भेक्टरलाई पनि 45D भेक्टरमा चेन्ज गर्न पर्यो, अनि 45th डाइमेन्सनलमा चाहिँ हामीले चाहिँ डिस्टेन्स फाइन्ड गर्नुपर्छ। त्यो चाहिँ अलि गाह्रो प्रोसेस हुन्छ, त्यसको लागि चाहिँ सर्टकट भनेर चाहिँ कर्नल फङ्सन्सहरूले चाहिँ युज गरिन्छ। कर्नल फङ्सन्स विल स्टडी दिस इन एसबिएम पढ्दाखेरि चाहिँ हामीले एक्सप्लेन गर्छौँ। अहिलेलाई चाहिँ सिमिल्यारिटी फाइन्ड गर्ने एउटा फङ्सन हो भनेर बुझौँ है। कर्नल फङ्सन, दिस स्पेसल फङ्सन इज कल्ड अ रेडियल बेसिस फङ्सन। यो पनि हामीले रेडियल बेसिस फङ्सन यो पनि हामीले एसपिएम पढ्दाखेरि पढ्छौँ। दिस वी अल्सो डिस्कस इन द लास्ट लेक्चर्स राइट। ओके, त्यस्तै फिचर सेलेक्सन, फिचर सेलेक्सन पनि हामीले वी डिस्कस दिस। पहिला चाहिँ फिचर एक्सट्र्याक्ट गर्छौँ, सबै फिचरहरू एक्सट्र्याक्ट गर्छौँ। यहाँ चाहिँ त्यही बडी मास इन्डेक्सवाला कुराहरू आयो, एज, जेन्डर, हाइट, वेट, आई कलर, यस्ता खालको फिचरहरू हामीले चाहिँ एक्सट्र्याक्ट गरेँ मेबी ह्युमन डेटाबाट। अब यिनीहरूमा चाहिँ सबै कुराहरू चाहिँ चाहिँदैन, वी जस्ट निड हाइट एन्ड वेट। अरूलाई चाहिँ हामीले मोडलमा पास गर्दैनौँ, जस्ट हाइट र वेटले चाहिँ पास गरेर वी डिजाइन द मोडल राइट। सो क्यालकुलेटिङ बिएमआई फ्रम दिस डेटा डजन्ट रिक्वायर एमएल, बट doesn't require ML, like weight by height भनेको चाहिँ सायद BMI हो राइट। यो नभए इट्स द अदर वे अराउन्ड, हाइट बाई वेट होला। सो यो चाहिँ मसिन लर्निङ चाहिँ चाहिँदा पनि चाहिँदैन यो BMI क्यालकुलेट गर्न, बट इफ यु वान्ट टु डु इट यु क्यान अल्सो डु इट द मसिन लर्निङ वे। डेटाहरू दिएर, हाइटको एउटा डेटा, वेटको एउटा डेटा दिएर यु क्यान क्रिएट अ लिनियर रिग्रेसन मोडल, अनि यु क्यान क्यालकुलेट द BMI राइट। तर त्यो यो जस्ट एक्जाम्पल चाहिँ फिचर सेलेक्सनको एक्जाम्पल बुझाउन चाहिँ राख्ने हो भने। ओके, सो मेनी टेक्निक्स एक्जिस्ट। फिचर सेलेक्सनको पनि डिफ्रेन्ट टेक्निक्सहरू हुन्छन्। सम चाहिँ बेस्ड अन इन्ट्युसन भनेको यही त्यही बिएमआईमा चाहिँ हाइट र वेटको मात्रै मतलब हुने भयो, अरू फिचर्सहरूको चाहिँ एफेक्ट गर्ने नहुनाले वी क्यान म्यानुअली रिमुभ दिज अदर फिचर्स। ओके, कुनै चाहिँ एल्गोरिथमिक फिचर्स प्रिन्सिपल्सबाट पनि हुन्छ। फर इक्जाम्पल इफ हजुरले स्टेटिस्टिक्स 2 पढ्नुभएको छ भने चाहिँ त्यसमा हाइपोथेसिस टेस्टिङ भन्ने एउटा पढ्नुपर्छ। त्यसमा चाहिँ टी टेस्ट, जेड टेस्ट, यस्ता खालका काई स्क्वायर टेस्ट, यस्ता खालका टेस्टहरू गर्न मिल्छ टु चेक, अथवा यस्ता टेस्टहरू गरेर चाहिँ लाइक त्यो फिचर चाहिँ हाम्रो आउटपुटसँग डिपेन्ड गर्छ कि नै भनेर चाहिँ त्यो टेस्ट गर्न मिल्छ। यस्ता टेस्टहरू चाहिँ त्यो जानुन् भनेर चाहिँ स्टुडेन्टलाई फर्स्ट इयरमा पढाइन्छ राइट। सो त्यस्तै अरू टेस्टहरू पनि हुन्छ, कोभेरियन्स टेस्ट हुन्छ, भेरियन्स टेस्ट हुन्छ, कोरिलेसन टेस्ट हुन्छ राइट। डिफ्रेन्ट टाइपका टेस्टहरू हुन्छन्। अझै अरू टेक्निकहरू पनि हुन्छन्, विल नट बी गेटिङ टु द्याट। जस्ट फिचर सेलेक्सन चाहिँ यसरी हुन्छ भनेर चाहिँ बुझौँ है। त्यस्तै सुपरवाइज जस्तै अनसुपरवाइज लर्निङमा पनि हामीले चाहिँ फिचर सेलेक्सन मेथडहरू चाहिँ लगाउन सकिन्छ। ओके, अहिलेसम्म इज एभ्रिवन अन्डरस्ट्यान्डिङ द टपिक? केही क्वेसन छ? च्याटमा चाहिँ मैले केही देखेको छैन। इफ केही क्वेसन छ भने चाहिँ यु क्यान अनम्युट योरसेल्फ एन्ड आस्क इट अर पुट इन द च्याट है। प्रिभियस स्लाइड्समा ग्रेडियन्ट लस कसरी क्यालकुलेट गरेको हो र कुन स्लाइडमा है छ? अरे सरी, एक मिनट है। यो स्लाइड, यसमा चाहिँ ग्रेडियन्ट छैन, एक्स माइनस वाई वाला, यसमा चाहिँ ग्रेडियन्ट छैन नि भाइ। यो स्लाइडमा हुनु आप, यसमा चाहिँ ग्रेडियन्ट कतै पनि छैन। यो चाहिँ ग्रेडियन्ट, यो चाहिँ ग्रेडियन्टको ऊ चाहिँ होइन, यो चाहिँ नर्मल डिस्टेन्स फङ्सन हो। डिस्टेन्स फङ्सनमा ए र बी भनेको चाहिँ मेरो भेक्टर्सहरू हो राइट। एफ अफ ए भनेको चाहिँ आई एम ट्रान्सफर्मिङ दिस भेक्टर टु सम अदर स्पेस। ओके, एफ अफ बी भनेको चाहिँ यही
जसरी मैले ए लाई ट्रान्सफर्म गरेँ त्यसरी चाहिँ मैले बी लाई पनि ट्रान्सफर्म गरेँ फर एक्जाम्पल जियोमेट्रिकली देखाउन सक्छु मेबी दिस इज माई ए दिस इज माई बी यस्तो छ भने पहिला मैले ए लाई चाहिँ ट्रान्सफर्म गरेर यस्तो गराएँ मेबी दिस इज माई एफ अफ ए यसलाई चाहिँ ट्रान्सफर्म गरेर एफ अफ बी बनाएँ है त्यसरी अब चाहिँ मैले यो ट्रान्सफर्म स्पेसमा चाहिँ मैले चाहिँ एफ अफ ए माइनस एफ अफ बी चाहिँ क्यालकुलेट गरेँ क्या यो डिस्टेन्स फाइन्ड गरेको मात्रै हो क्या ए र बीमा यसैमा पनि डिस्टेन्स फाइन्ड गर्न सक्थेँ मैले मैले चाहिँ ट्रान्सफर्मेसन लगाएर ट्रान्सफर्म स्पेसमा पनि डिस्टेन्स क्यालकुलेट गर्न सक्छु क्या ओके यो भनेको यति मात्रै हो यो ट्रान्सफर्म स्पेसको डिस्टेन्स मल्टिप्लाइड बाई यो डिस्टेन्स यहाँ गरेको छ नि ए सरी यो त एउटै छ इन्टु यो कुरा बुझ्नु है यो पहिला मेरो दुईटा भेक्टर्स थिए ए र बी यसलाई चाहिँ मैले एफ भनेको चाहिँ मेरो एउटा ट्रान्सफर्मेसन हो क्या यसलाई चाहिँ मैले ट्रान्सफर्म गरेर चाहिँ यस्तो खालको एफए बनाएँ क्या एफए भेक्टर लस फङ्सन कसरी अपडेट गर्छ ओके लस फङ्सन अपडेट गर्नलाई चाहिँ यस्तो हुन्छ ओके सबै कुरा मैले आजै भनिदिएँ भने फेरि अलिक गाह्रो पर्नु पनि सक्छ फर इक्जाम्पल ल मैले लस फङ्सन कसरी अप्टिमाइज हुन्छ म एकपालि फेरि डिस्क्राइब गर्छु है त फर इक्जाम्पल मैले एउटा मेबी एउटा लिनियर मोडल वी हेभ बिन डिस्कसिङ लिनियर मोडल्स अप टिल नाउ सो लिनियर मोडलकै बेसिसमा आई विल बी एक्सप्लेनिङ दिस थिङ्स है ओके सो सुरुमा चाहिँ मसँग एउटा डेटा छ एक्स राइट एक्सलाई चाहिँ मैले मसिन लर्निङ मोडल एमएलमा मैले पठाउँछु राइट मेरो मसिन लर्निङ मोडलले कुनै न केही मेरो प्रेडिक्सन दिन्छ एक्स ह्याट ओके एक्स ह्याट छ मसँग राइट अब यो डेटाको लागि मसँग लिनियर रिग्रेसन हो भने लिनियर रिग्रेसन एउटा सुपरभाइज्ड लर्निङको इक्जाम्पल हो सो एक्स छ भने मसँग यसको आउटपुट पनि हुन्छ वाइ राइट अब मैले एक्स र वाइलाई चाहिँ डिस्टेन्स इनर बिचको डिस्टेन्स क्यालकुलेट गर्छु अब जस्तै मैले आई क्यान फाइन्ड एक्स ह्याट माइनस वाइ स्क्वायर यसलाई चाहिँ मैले L2 नर्म भनिन्छ यसलाई चाहिँ L2 नर्म भनिन्छ एउटा चाहिँ डिस्टेन्स मेट्रिक हो L1 नर्म L2 नर्म L इन्फाइनाइट नर्म जुन गर्न मिल्छ सो एउटा मैले डिस्टेन्स फाइन्ड गरेँ दिस बिकम्स माई लस ओके डिस्टेन्सलाई चाहिँ लस पनि भनिन्छ राइट अब मैले मोडल लेखेँ y इक्वल्स टु W ट्रान्सपोज x प्लस b यसमा x भनेको चाहिँ मेरो इनपुट हो y भनेको चाहिँ मेरो आउटपुट हो W भनेको चाहिँ मेरो मोडलको वेटहरू हो मेरो मोडलको वेटमा अब यहाँ मैले डाइमेन्सनालिटी पनि लेख्नु पर्यो भन्दा y भनेको मेरो डी डाइमेन्सनल भेक्टर हो W पनि मेरो डी डाइमेन्सनल भेक्टर हो x पनि मेरो डी डाइमेन्सनल भेक्टर हो b पनि मेरो डी डाइमेन्सनल भेक्टर हो सो आई एम वर्किङ विथ भेक्टर्स है ओके सो लस क्यालकुलेट भयो मसँग अब मलाई चाहिँ अपडेट गर्न प्यारामिटर भनेको चाहिँ W हो ओके फर इक्जाम्पल यो y इक्वल्स टु W ट्रान्सपोज x प्लस b लाई चाहिँ दिस इज अ लिनियर इक्वेसन y इक्वल्स टु mx प्लस c लेख्दा पनि हुन्छ राइट mx प्लस c अब मैले चाहिँ यस्तो स्लोप फाइन्ड गर्न छ यो लाइनको जसले चाहिँ मेरो एक्स मेरो डेटाहरूलाई चाहिँ रिप्रेजेन्ट गरोस् धेरैभन्दा धेरै फर इक्जाम्पल मसँग यस्तो खालको डेटाहरू छ यस्तो खालको मेरो डेटाहरू छ एक्स र वाइ प्लेनमा ओके सो अब मैले चाहिँ सुरुमा चाहिँ एउटा ऱ्यान्डम लाइनबाट स्टार्ट गर्छु मेबी मेरो सुरुको लाइन भनेको चाहिँ यो हो यसको स्लोप चाहिँ मेरो एम छ ओके अब मैले यस्तो स्लोप फाइन्ड गर्न छ विच क्यान रिप्रेजेन्ट माई डेटा भन्ने खोजेको डिफ्रेन्ट स्लोपहरू मैले ट्राई गर्छु डिफ्रेन्ट स्लोप भएका लाइनहरूलाई मैले ट्राई गर्छु एन्ड आई फाइन्ड द बेस्ट वान टु बी लाइक दिस मलाई चाहिँ यो एम स्टार फाइन्ड गर्नु छ ओके एम स्टार इज माई अप्टिमल स्लोप है किनकि एम स्टारले चाहिँ मेरो डेटालाई चाहिँ करेक्टली रिप्रेजेन्ट गरिरहेको छ राइट यतिसम्म बुझ्यो एम स्टारले चाहिँ अब यो चाहिँ एल्जेब्राको टर्म्समा भन्दा चाहिँ एम स्टार भयो हामीले चाहिँ यहाँ चाहिँ यही यो मेरो मोडलको इक्वेसन हो मोडलको इक्वेसनलाई चाहिँ लाइनको इक्वेसनसँग कम्पेयर गर्दाखेरि एम भनेको चाहिँ मेरो वेट भन्छ मोडलको वेट राइट अब के भयो सो मलाई चाहिँ अब अप्टिमल W स्टार चाहिँ फाइन्ड गर्न छ ओके
यो बुझ्यो वेट अप्टिमाइज गर्न चाहिँ पर्ने छ यस्तो भन्छौँ अब कसरी वेट अप्टिमाइज गर्ने हेरौँ है त सो वेट अप्टिमाइजेसन चाहिँ ह्यापन्स विथ समथिङ कल्ड ग्रेडियन्ट डिसेन्ट भन्नेबाट चाहिँ वेट अप्टिमाइज हुन्छ है अब ग्रेडियन्ट डिसेन्ट भनेको चाहिँ के भन्दाखेरि वेट 2 इक्वल्स वेट 1 माइनस इटा टाइम्स ग्रेडियन्ट अफ एल विथ रेस्पेक्ट टु डब्लु यस्तो खालको मेरो वेट अपडेसन ग्रेडियन्ट डिसेन्टको अपडेट रुल हो क्या यो भनेको चाहिँ वेट 2 सेकेन्ड वेट चाहिँ मैले फर्स्ट वेटबाट चाहिँ फाइन्ड गर्न सक्छु फर्स्ट वेट आई क्यान ऱ्यान्डमली इनिसियलाइज फर इक्जाम्पल मैले यहाँ ऱ्यान्डमली इनिसियलाइज गरेँ यो एम राइट यो एमलाई चाहिँ जस्तै यो एम भनेको वेट मानौँ यसको लागि राइट एउटा मैले ऱ्यान्डमली इनिसियलाइज गरेको वेटमा आई क्यान टेक दिस W1 अनि इटा भनेको चाहिँ मेरो लर्निङ रेट हुन्छ लर्निङ रेट है त्यसपछि यो डेलको सिम्बल हो डेल एल भनेको चाहिँ ग्रेडियन्ट अफ लस विथ रेस्पेक्ट टु डब्लु यहाँ ग्रेडियन्ट यो नाब्ला सिम्बलको सबस्क्रिप्टमा चाहिँ डब्लु भनेको छ डब्लुले चाहिँ लस ग्रेडियन्टको लस के अरे लस विथ रेस्पेक्ट टु डब्लुलाई चाहिँ बुझाउँछ यसले चाहिँ फर इक्जाम्पल यहाँ हाम्रो केसमा भन्दाखेरि हामीले चाहिँ लसलाई चाहिँ एक्स माइनस वाई होल स्क्वायरलाई चाहिँ हामीले लस भनेको थियौँ राइट एल डिवाइडेड बाई डिएल डिवाइड बाई डिडब्लु भनेको चाहिँ यस्तो हुन्छ राइट एक्स माइनस वाई होल स्क्वायर डिवाइड बाई डिडब्लु राइट अब यहाँ वाई भनेको चाहिँ के छ हाम्रो वाई इक्वल्स टु डब्लु ट्रान्सपोज एक्स माइनस प्लस बी छ राइट त्यही भएर माई effective equation becomes dl by dw is equal to d w transpose x plus b minus y whole square by dw अब यो वेट को रेस्पेक्टमा चाहिँ मसँग एउटा इक्वेसन छ यसको चाहिँ मैले फर्स्ट डेरिभेटिभ फाइन्ड गर्नुपर्छ एन्ड आई प्लग दिस फर्स्ट डेरिभेटिभ इन्टु दिस इक्वेसन एन्ड त्यसरी चाहिँ मैले चाहिँ सेकेन्ड वेट चाहिँ फाइन्ड गर्न सक्छु zoom out sorry सो यहाँ चाहिँ मैले फर्स्ट डेरिभेटिभ फाइन्ड गरेँ यो फर्स्ट डेरिभेटिभलाई चाहिँ यो इक्वेसनमा प्लग इन गरेर मैले चाहिँ आई गेट दिस सेकेन्ड डब्लु एम चाहिँ मेरो यहाँ होला यो चाहिँ M2 भन्ने भयो यस्तै चाहिँ गरेका गरे गर्छु अन्टिल आई रिसिभ दिस M स्टार ओके दिस इज हाउ ग्रेडियन्ट डिसेन्ट वर्क्स दिस इज हाउ लस इज अपडेटेड टु फाइन्ड अ अप्टिमल डब्लु स्टार यो बुझ्नुभयो कतिले बुझ्नु यहाँ आउनसम्म चाहिँ हामी धेरै पछाडि नै छौँ यहाँ पनि आउँछौँ हामी बट विल मुभ अन स्लोली यहाँ क्वेसन सोधिहाल्नु भयो त्यही भएर मैले भनिहालेँ है यहाँ चाहिँ आउँदै छौँ हामी अझै पुगेका छैनौँ ग्रेडियन्ट डिसेन्टमा है ओके मेरो ट्याबले चाहिँ ओके ठिक छ यो चाहिँ यसमा चाहिँ यो स्लाइडमा चाहिँ ग्रेडियन्ट डिसेन्ट कतै पनि मेन्सन छैन है ग्रेडियन्ट डिसेन्टको कुराहरू चाहिँ हामी पछि गर्छौँ ओके यो बुझ्नु है यो लस फङ्सन कसरी अपडेट हुन्छ भने लस फङ्सन त अपडेट हुँदैन वेट चाहिँ अपडेट हुने कुरा हो ओके त्यस्तै ओके सो 1.5 घन्टा त भइसकेछ आजलाई चाहिँ एल्गोरिदम पढौँ कि नपढौँ त लेट्स डु दिस टुमोरो देन ओके आजलाई चाहिँ फिचर एक्सट्र्याक्सन पढियो हामीले फिचर सेलेक्सन पढियो ओके सो फर्स्ट एल्गोरिदम LWP लर्निङ विथ प्रोटोटाइप्स चाहिँ भोलि गरौँला है त ओके इज देयर एनी क्वेसन्स stop the recording and then we can maybe proceed with the questions.